सबै अटिने मन सबै भेटिने आगन देशको एउटा साझा छाता यो हो जेसी जीवन सबै अटिने मन सबै भेटिने आगन देशको एउटा साझा छाता यो हो जेसी जीवन। आज मिति 2081 फागुन 24 गते त्रिभुवननगर जेसिसले आयोजना गरेको त्रिभुवननगर जेसिस कफी टक सोमा उपस्थित भएका सम्पूर्ण अतिथिहरू र साथै जेसिस मनहरूलाई म वर्ष 2025 को महासचिव कृष्णदेव थापाको तर्फबाट हार्दिक अभिनन्दन टक्राउन चाहन्छु। नमस्ते। आजको यस कार्यक्रमको अध्यक्षताको लागि वर्ष 2025 का अध्यक्ष टङ्कबहादुर रावत अनन्तज्यूलाई म आसन गर्नको लागि हार्दिक अनुरोध गर्छु। त्यसैगरी आजको यस कफी टक सोको मुख्य आकर्षण रहनुभएका हाम्रा 3 जना वक्ता हुनुहुन्छ। माननीय शान्त चौधरीज्यूलाई म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी म आसन गर्नको लागि माननीय रामा शर्माज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन गर्नको लागि विमला योगीज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। र यसैगरी म आजको हाम्रो जेसिसको ढुकढुकी आस्था पार्कको अगुवाई गर्नको लागि वर्ष 2025 का कार्यकारी उपाध्यक्ष हिमाल पौडेलज्यूलाई म आग्रह गर्दछु। र आस्था पार्कमा सबै भइदिनमा सम्पूर्ण हार्दिक सम्पूर्णलाई आस्था पार्कमा सरिक गर्न अनुरोध। हामीलाई विश्वास छ कि ईश्वरमा आस्था मनुष्य जीवनलाई सार्थकता एवं उद्देश्य प्रदान गर्दछ। कि मनुष्यको बन्धुत्वको भावना राष्ट्रहरूको प्रभुसत्तादेखि सर्वोपरि छ। कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धि स्वतन्त्र मनुष्यको व्यवसाय स्वतन्त्रद्वारा हुन सक्दछ। कि शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ। कि वसुधाको महान निधि मानव व्यक्तित्वमा निहित छ। कि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो। धन्यवाद कार्यक्रम उपाध्यक्ष। र यसैगरी म कार्यक्रमको अगाडि स्वागत सम्मान कार्यक्रमलाई म जोड्न चाहे। आज हाम्रो यस कार्यक्रममा उपस्थित हुनुभएका शङ्कर नगर टोल विकास संस्थाका आमा समूहका अध्यक्ष शारदा रेग्मीज्यूलाई मैं स्वागत सम्मान गर्न चाहे। यसैगरी सन लाइफ इन्सुरेन्स दाङका प्रमुख शशि कुमारी डीसीज्यूलाई पनि म स्वागत सम्मान गर्न चाहे। यसैगरी महिला शिव विकास मञ्चका निर्मला नेपाली पनि म स्वागत सम्मान गर्न चाहे। यसैगरी सामाजिक अभियन्ता राजनीतिज्ञ सार्थिका सिद्दिकीलाई पनि म स्वागत सम्मान गर्न चाहे। दाङलाई जेसीको पूर्व अध्यक्ष जीवा भूषाज्यूलाई स्वागत सम्मान गर्न चाहे। यसैगरी त्रिभुवननगर जेसीका पूर्व अध्यक्ष मुकेश्वर शर्माज्यूलाई पनि म स्वागत सम्मान गर्न चाहे। यसैगरी त्रिभुवननगर जेसीका पूर्व अध्यक्ष माधव प्रसाद पौडेलज्यूलाई पनि म स्वागत सम्मान गर्न चाहे। यसैगरी त्रिभुवननगर जेसीका पूर्व अध्यक्ष तथा वर्ष 2025 का आन्तरिक लेखा तथा सुपरिवेक्षण समितिका संयोजक दीपक शर्मा समितिज्यूलाई पनि म स्वागत सम्मान गर्न चाहे। यसरी दाङ महिला जेसीको पूर्व अध्यक्ष निर्जा पोखरेज्यूलाई पनि म स्वागत सम्मानको लागि हार्दिक अनुरोध गर्छु। दाङ महिला जेसीको पूर्व अध्यक्ष बिन्दुजीलाई पनि म स्वागत सम्मान गर्न चाहे। नारी शिव विकास मञ्चका अध्यक्ष विष्णु थापालाई पनि म स्वागत सम्मानमा जोड्न चाहे। सामाजिक अभियन्ता प्रेमा गरेर पनि म स्वागत सम्मानको लागि। आज हाम्रो विशेष कार्यक्रम रहेको छ र जेसिआईको की एक्सन फर ब्रान्ड अवेरनेस एन्ड भिजिबिलिटी अन्तर्गत त्रिभुवननगर जेसिसले कफी टक सो आयोजना गरिरहेको छ। र विशेषतः आज विशेष दिन भएकोले 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सशक्तिकरण नीतिबाट व्यवहारसम्मको मूल नारालाई आत्मसात गर्दै आज हामीले विशेष कार्यक्रम गरेका छौँ। र आजको यो विशेष कार्यक्रममा हाम्रो यस दाङ
जिल्लाबाट नेतृत्व गरिरहनुभएका र समाजसेवामा अब्बल देखिनुभएका 3 जना हामीले नेत्रीहरूलाई हामी कहाँ बोलाएका छौँ। आजको कफी टक सोमा उहाँलाई चाहिँ वक्ताको रूपमा हामीले यहाँ प्रस्तुत गरेका छौँ। म उहाँको छोटो परिचय म राख्न चाहन्छु र विशेषतः भूमिहीन मञ्च दाङको अध्यक्षबाट राजनीतिक करियर सुरु गर्नुभएका 2064 सालमा संविधान सभाको सदस्य रहनुभएकी, 2074 सालमा समानुपातिक सांसद रहनुभएकी, नेकपा एमालेका पूर्व सचेतक र साथै हाल नेकपा एमालेका पूर्व सदस्य आदरणीय माननीय शान्ता चौधरीलाई म आज वक्ताको रूपमा प्रस्तुत गर्न चाहन्छु। यसैगरी विक्रम सम्वत 2046 सालमा राजनीतिक प्रवेश गर्नुभएकी र राजनीतिकका विभिन्न उतार चढावहरू पार गर्दै विक्रम सम्वत 2064 सालमा दाङको क्षेत्र नम्बर 2 बाट संविधान सभामा सदस्यको रूपमा निर्वाचित हुनुभएकी, विक्रम सम्वत 2074 मा लुम्बिनी सभा प्रदेशमा निर्वाचित हुनुभएकी र हाल अखिल नेपाल महिला सङ्घ केन्द्रीय उपाध्यक्ष रहनुभएकी आदरणीय दिदी माननीय दामा शर्माजीलाई म वक्ताको रूपमा प्रस्तुत गर्न चाहन्छु। र यसै गरी विशेषतः घोराई उपमहानगरपालिका 13 सेवावन गाउँमा बसोबास गर्ने नेपाल महिला सङ्घ दाङका संस्थापक अध्यक्ष रहनुभएकी, नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराई दाङमा संस्थापक अध्यक्ष रहनुभएकी, महिला सामुदायिक लघु वित्त वित्तीय संस्थाको संस्थापक अध्यक्ष रहनुभएकी, सामुदायिक बचत तथा सहकारी संस्था लिमिटेडको पनि संस्थापक अध्यक्ष रहनुभएकी र 3 दशकदेखि मानव अधिकार सेवाको क्षेत्रमा क्रियाशील रहनुभएकी नेपाली काङ्ग्रेसकी महासमिति सदस्य आदरणीय दिदी श्री विमला युग पनि आज वक्ताको रूपमा मैले यहाँ प्रस्तुत गरेको छु। सायद उहाँहरू दाङ जिल्लालाई अगाडि एकदमै महिलाको सशक्तिकरणको लागि उहाँले अवरत रूपमा खटिरहनु भएको छ। उहाँहरूको योगदान हामीले एकदमै मूल्याङ्कन गरेका छौँ र आजको विशेष टक सो कार्यक्रम पनि उपलब्धिमूलक हुनेछ भन्ने म आशा गर्दछु। र अबको आजको विशेष कार्यक्रमलाई कति पनि ढिलो नगरी टक सो कार्यक्रमलाई अगाडि बढाउनको लागि आजको हाम्रो 3वटा वक्तासँग हामी वार्तालाप गर्नेछौँ र महिलाको विशेष गरी नेतृत्वमा कस्तो खालको भूमिका रहन्छ भन्ने हामी कुरा गर्नेछौँ भन्दै आजको त्रिभुवन जेसिसको कफी टक सोमा यो फ्लोरलाई वर्ष 2025 का अध्यक्ष टङ्कसलाई हस्तान्तरण गर्दै म केही छिनको लागि योजना दिन चाहन्छु। हस्त नमस्ते। नमस्कार, म जेसी टङ्क रावत अनन्त, त्रिभुवन नगर जेसिसको अध्यक्ष। 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज हामी कफी टक सो गर्दैछौँ। जेसिआईको की एक्सन फर ब्रान्ड अवेरनेस एन्ड भिजिबिलिटी अन्तर्गत आज हामी यो कार्यक्रम गर्दैछौँ र आज हामी खास गरी महिला सशक्तिकरण नीतिबाट व्यवहारसम्म शीर्षकमा रहेर बहस गर्नेछौँ र यो बहसका लागि आज हामी माझ संविधान सभा सदस्य माननीय शान्ता चौधरी, त्यसै गरी संविधान सभा सदस्य माननीय दामा शर्मा र महिला अधिकार कर्मी आदरणीय व्यक्तित्व विमला योगी हामी माझ उपस्थित हुनुहुन्छ र यहाँहरू सबैलाई म कफी टक सोमा स्वागत गर्दै यो कफी टक सोको औपचारिक सुरुवात गर्न चाहन्छु। म सुरुमा दामादेवी जान चाहन्छु। माननीय दामा शर्मा, हजुर चाहिँ 2047 सालमा राजनीतिमा आउनुभयो। 47 सालदेखि 2081 भनेको 34 वर्षको यो लामो यात्रा। यो 34 वर्षको लामो यात्रामा साँच्चैकै महिला सशक्त भएर उहाँहरूको लागि निर्माण गरेका नीतिले व्यवहारसम्म छोइ त दिदी? सम्पूर्णमा नमस्कार। हामीले राजनीति सुरु गर्दै गर्दा 2046 सालको सेरोफेरो हुँदै म अगाडि बढेँ। त्यति बेलाको महिलाको अवस्था र अहिलेको महिलाको अवस्था सामाजिक रूपमै गाउँघरमै हेऱ्यौँ भने पनि धेरै ठुलो चेन्ज भएको छ भन्ने मेरो आफ्नो बुझाइ छ। अब सबैको बुझाइ के कस्तो छ त्यो अध्ययन होला हैन, आफ्नो मत होला, तर मेरो बुझाइमा चाहिँ धेरै ठुलो कायापलट नै भएको छ महिलाको हकमा भन्ने मेरो आफ्नो बुझाइ छ। किनकि त्यति बेलाको राज्य सत्तामा नीति निर्माणका तहमा ब्युरोक्रेसी, सेना प्रहरी लगायत महिलाले आफ्नो लागि बोल्न सक्ने कुरा के महिलाले म पीडित भएको छु है, म माथि विभेद छ है भन्ने बोल्न सक्ने वातावरण पनि निकै कम थियो भन्ने लाग्छ कि। त्यही भएर त्यस यताका 20 कति वर्ष निकाल्नु 34 वर्ष त्यो सङ्घर्षमा हामी निरन्तर पनि छौँ र त्यसले धेरै ठुलो कायापलट नै गरे। मान्छेले महिलाहरूले म माथि विभेद छ, म त्यसको विरुद्ध बोल्नुपर्छ पनि भन्छ
र म माथिको विरोध ऊ मात्रै होइन, कसैमाथि विभेद छ, बोल्न सकेका छैन भने त्यसको लागि पनि मैले आवाज उठाइदिनु पर्छ भन्ने पनि अहिले चेतना बन्या छ। सँगसँगै राज्यको नीति निर्माणको तहमा हामी पुग्न पाएनौँ भन्ने त्यति बेलाको संविधानले 5% महिला सहभागिता भनेको थियो। 3वटा निर्वाचन गर्यो, 48, 51को मध्यावधि र 56सम्म आउँदा बल्ल तल्ल कि 51मा सकेन, मध्यावधिमा सकेन, पछि आएर 56मा बल्ल 5% पुग्यो। स्थानीय तहमा 54को स्थानीय निर्वाचनले 1जना महिला सदस्यसम्म सुनिश्चित गरेका थियो। अहिले हामीले मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष होइन, 2जना वाडा सदस्य लगायतको अलिक गुणात्मकै भन्नुहोस् न त्यो गरेका छौँ। नीति निर्माणको तहमा माथिल्लो प्रतिनिधि सभामा 5%बाट आज न्यूनतम 33%। संविधानले त सैद्धान्तिक हिसाबले समानुपातिक सहभागिता नै स्वीकारेको छ, तर व्यवहार त अहिलेलाई 33 भनेर त्यो समझदारीमा लेखेको कुरा हो। तर अब हामी अहिलेलाई भन्नेबाट संविधान संशोधनको पनि बहस चलिरहँदा अहिलेलाई भन्नेबाट अब जनसङ्ख्याकै आधारमा संविधानले जो सैद्धान्तिक सहमति गरेका छ त्यहाँबाटै जानुपर्छ भनेर अझै सङ्घर्ष त हाम्रो बाँकी धेरै छ होइन, तर फड्को चाहिँ गुणात्मक भएको छ भन्ने मेरो आफ्नो बुझाइ हो। जस्तो दिदी हजुरले अब यो लामो राजनीतिक यात्रामा महिलाले चाहिँ धेरै सशक्त भए भन्ने एउटा कोण हजुरको बुझाइ छ, त्यो सबैको नहुन सक्छ, तर व्यवहारता हेर्दाखेरि हामीले महिलाले जुन पाउनुपर्ने थियो, जुन उनको क्षमता थियो त्यो अनुसार प्राप्त नभएको जस्तो हामीलाई महसुस हुन्छ। र वास्तवमा हेर्नु भने अगाडि बढेको मान्छे धेरै अगाडि हुनुहुन्छ, जुन चाहिँ ग्रासरुटमा हुनुहुन्छ उहाँहरूको चाहिँ व्यावहारिक रूपमा उहाँहरूलाई हेर्ने भने उहाँहरूले जति फड्को मार्नु पर्ने थियो। जस्तो हजुरलाई अलिकति पृष्ठभूमिमा जोडे, हजुर जनयुद्धको पृष्ठभूमिबाट आउनुभयो, जस्तो हजुर आफै पनि एउटा शहीद परिवारको मान्छे हुनुहुन्छ, जुन जनयुद्ध सोचेर लाग्नुभयो त्यसका जिजीविसाहरू पुरा भए जस्तो लाग्छ दिदी हजुरलाई? अब जनयुद्धमा हामीले जे सोचेर लागेका थियौँ पूर्ण रूपले हामीले जनवादी सत्ताको परिकल्पना गरेका थियौँ, जनवादी सत्तै त हामीले प्राप्त गर्न सकेनौँ, तर हामीले वर्गीय विभेद जो छ त्यसको न्यूनीकरण गर्दै जाने, महिलाहरूलाई दोस्रो दर्जाको नागरिक भनिन्थ्यो, होइन, महिला र पुरुष बराबर हो, महिला र पुरुषलाई समान न्याय हुनुपर्छ, समान नागरिकको सम्मान हुनुपर्छ भन्ने कुरा उठाएको थियौँ। संविधानले त्यो कुरालाई स्वीकारेको छ र सहभागिता पनि नीति निर्माणको तहमा महिलाहरूको सहभागिता हुनुपर्छ, निर्णायक तहमा राज्य सत्ता बाहेक सबै कुरा भरम हो भन्ने हो नि त हामी सिक्या क्लास त होइन, राज्य सत्ता बाहेक सबै कुरा भरम हो, त्यसैले नीति निर्माणको तहमा पुग्नुपर्छ होइन, जनसङ्ख्याको आधारमा भन्ने कुरा सैद्धान्तिक स्थापित भयो। न्यूनतम 33% सहभागिता भएकै छ। त्यो अन्य सेना प्रहरी ब्युरोक्रेसी सबैतिर पनि कम थियो, समावेशी निजामती सेवा ऐनलाई नै समावेशी बनाएर त्यहाँ पुर्यायौँ। बोक्सीको नाममा दमन हुन्थ्यो, कानुनै बनाएर नीति नै बनाएर त्यसलाई न्यूनीकरण गर्न खोज्यौँ। महिलाको माथिको हुने घरेलु हिंसालाई नीति नै बनाएर त्यसलाई न्यूनीकरण गर्ने प्रयास गऱ्यौँ होइन। यसरी हेर्दा प्रयासहरू नीति पनि बनेका छन्, प्रयास पनि सहभागिता पनि बढेको छ, तर तपाईँले भने चाहिँ वर्गीय विभेद वर्गीय अन्तर जो थियो त्यो अहिले पनि छ। गाउँघरमा जाँदाखेरि यही श्रमिक महिला दिवसकै सन्दर्भमा जहिले पनि आज हामी श्रमिक महिला दिवस मनाएर आइरहेछौँ, म उहाँ लगायत सबै। अब भरे साँझ मिडियामा ठ्याक्क के सुनिन्छ भने श्रमिक महिला दिवस श्रमिकलाई थाहा छैन भनेर यहाँ समाचार भन्छन्, हामीलाई पनि चिन्ता लाग्छ। श्रमिक हामी पनि श्रमिक हो, तर त्यो गिट्टी फोड्नेसम्म अझै कार्यक्रममा आउने वातावरण बनाएको छैन, उसले समानता अझै पाएको छैन। घरेलु मजदुरहरू उनले अब सामाजिक सुरक्षा कोषमै सहभागी हुन पाएको छैनन्, त्यो प्राप्त गर्न सकेका छैनन्। कयौँ चाहिँ घरेलु मजदुरहरू एउटा खालको होइन, अहिले पनि कृषि मजदुरहरू समान ज्याला नै छैन। अब यो टाइपका विभेद त छन्, अझै सङ्घर्ष जारी छ। मैले भने नि त त्यो सहभागिताको हिसाबले नीति निर्माणको तहमा पनि त्यो जारी छ, तर 46बाट हेर्दा र अहिलेको समग्र हेर्दाखेरि त फेरि गुणात्मकता त बन्दै छ भन्ने लाग्छ। माननीयज्यूसँग म फेरि आउँछु। म अब मेरो प्रश्न चाहिँ माननीय शान्ता चौधरीलाई छ। अब श्रमिक दिवस आज हजुर पनि कार्यक्रम केही एटेन्ड गरेर आउनुभयो। म खास गरी तपाईँको व्यक्तित्वसँग निकै प्रभावित छु। मुक्त कमलरीदेखि माननीयसँगको यो यात्रा लाई चाहिँ तपाईँले आजको दिनमा खास गरी नारी दिवसको दिनमा कसरी सम्झनुहुन्छ? अब खास गरी आज नारी दिवसको दिनमा चाहिँ यो आजको यो कार्यक्रम नै यस्तो महत्त्वपूर्ण रहेछ, भन्न मिस गरिन्छ जस्तो लागिरहेछ। म धन्यवाद दिन चाहन्छु आयोजकलाई। यो अब कुनै दिन त म त बधुवा मजदुर थिएँ नि त, दास्ताको जीवन लामो समय बिताइयो नि त। दामाजीले भन्दै गर्दाखेरि यो गिट्टी फोड्नेसम्म जस्तो
हामीले नारी दिवस अथवा श्रमिक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अथवा महिला दिवस के नाम दिएर हामीले कार्यक्रम मनाइरहेछौँ, तर वास्तवमा चाहिँ यो चाहिँ श्रमिक अन्तर्राष्ट्रिय महिला दिवस नै हो। अहिले सरकार लामो समयदेखि सरकारले पनि महिला दिवसका रूपमा मनाउने गर्छ, तर वास्तविक चाहिँ श्रमिक महिला दिवस हो। यो श्रमिक भन्ने शब्दहरू चाहिँ धेरै ठाउँहरूमा छुट्ने गरेको छ। आज यहाँ आएर यसरी बोल्दै गर्दाखेरि चाहिँ ढिलो चाँडो एक न एक सबैको दिन आउँदो रहेछ भन्ने लाग्छ मलाई। जस्तो अब मेरो समुदायबाट मैले उर्मिला चौधरीलाई देख्छु, जुन बहिनी पटक पटक कहिले अमेरिकामा सम्मानित भएको देख्छु, कहिले युरोपमा सम्मानित भएको देख्छु, कहिले यहीँ हाम्रै देशमा विभिन्न कार्यक्रममा सम्मानित भएको देख्छु। त्यस्तै अरू मेरा कमलरी बहिनीहरू छन्, जुन मेरा सहयोद्धा हुन्, जो बहिनीहरू छन्, उनीहरूको पनि एक खालको प्रगतिको यात्रामा उहाँहरू हिँडेको देख्दाखेरि चाहिँ कुनै न कुनै दिन सबैको दिन आउँछ भन्ने लाग्छ। त्यस कारणले अब आजको दिनलाई खास गरी मैले पनि कल्पना गरेको थिइनँ म यो ठाउँमा पुगौँला, आज यत्रो शक्तिशाली पार्टीको पोलिट ब्युरो हौँला भन्ने मैले पनि सोचेको थिइनँ। हामी हरेक क्षेत्रमा जो कोही होस् निरन्तरता भयो भने, आफ्नो क्षेत्रलाई चाहिँ निरन्तरता दिने हो भने चाहिँ अलिकति सङ्घर्ष, अलिकति मेहनत, अलि दुःख हैन, चुनौतीको सामना गर्न सक्ने हो भने जो कोहीले पनि सफलतामा पुग्न सक्छ भन्ने लाग्छ। त्यस कारणले म अब हिजोको कमलरी र आजको यो लेभलमा पुग्दै गर्दाखेरि चाहिँ मेन कुरा चाहिँ यो भएन, त्यो भएन, यो गरिएन, त्यो गरिएन, भने जस्तो भएन भनिरहेछौँ हामीले। मेन कुरा चाहिँ हामी सफलतामा पुग्नको लागि एउटा हिम्मत पनि चाहिन्छ, सङ्घर्ष पनि गर्नुपर्छ, आफू जुन क्षेत्रमा लागेको छ त्यसलाई निरन्तरता पनि दिनुपर्छ र अलिकति भनौँ न मैले केही गर्छु भन्ने भित्री इच्छा शक्ति पनि हुनुपर्छ। किनभने म त नपढेको मान्छे अहिले ब्याचलर पढिरहेको छु, त सकिँदो रहेछ नि त हैन। सभासद हुँदाखेरि त अरू सबैलाई थाहा छ, यहाँ पत्रकार साथीहरू धेरै हुनुहुन्छ, साम्ता लेख्न गाह्रै हुन्थ्यो मलाई। त्यो लेभलमा पुगेको मान्छे मेरो निरन्तरताले भनौँ न, म थाकेन कि अप्ठ्याराहरू के आइन होला त, मलाई समस्याहरू के मलाई परेन होला त, चुनौतीहरूको सामना गरिन होला त। त्यस्ता सबै खालका अप्ठ्याराहरूको सामना गर्दै मैले जुन क्षेत्र मैले रोजेँ त्यो क्षेत्रलाई मैले दुःख कष्ट झेल्दै भए पनि निरन्तरता दिएँ कि। त्यस कारणले गर्दाखेरि अब सफलता, अब केलाई सफलता भन्ने हैन, तर पनि त्यो समुदायको मान्छे यो लेभलमा आउनु अब यसलाई न त जोके त्यो चान्चुने कुरा चाहिँ होइन। त्यस कारणले निरन्तरता नै मुख्य कुरा हो भन्ने लाग्छ मलाई। नारायणनाथ मानिसज्यू, अब हजुरको यात्रा पक्यो भने सबैलाई चाहिँ प्रेरणादायी त छ नै। हामी हजुरको यात्रा सुन्छौँ, हजुरलाई यात्रामा हामी प्रत्यक्षदर्शी पनि हौँ। हाम्रो आफ्नै दाङवासी भएको हिसाबले तपाईँका प्रत्येक यात्राहरू र तपाईँका प्रत्येक सफलताको हामीहरू साक्षी पनि हो। जस्तो तपाईँ जिरोबाट हिरोसम्म जानुभयो, जस्तो हजुरले उर्मिला चौधरीको कुरो पनि निकाल्नुभयो। हामीले पनि उर्मिला चौधरीलाई त्रिभुवन नगर जेसीले उत्कृष्ट युवा पुरस्कार भनेर सम्मानित गरेको छ। उर्मिला चौधरी, शान्ता चौधरी जिरोबाट हिरो हुँदै गर्दाखेरि तपाईँसँग जोडिएका थारू गाउँमा बसेका ती आमा, ती दिदी बहिनी, उनीहरूको जिरोबाट हिरो हुने पालो पहिला हो। यस्तो हो, अब तपाईँसँग सँगै पढेका विद्यार्थीहरू तपाईँ जस्तै सबै भएका छैनन् नि त। यो यात्रामा चाहिँ कोही कहाँ छुट्छ, कोही कहाँ छुट्छ, सँगसँगै हिँड्नुपर्ने हो वास्तवमा। तर कस्तो हुँदो रहेछ भने विगतको तुलना हेर्नुहोस् त, विगतको दिन हेर्नुहोस् र आजको दिन हेर्नुहोस् त, हिजोको कमलरी र आजको कमलरी हेर्नुहोस् कि, हिजोको मेरो समुदाय र आजको मेरो समुदाय हेर्नुहोस्। हिजो कमैया प्रथा थियो, कमलरी प्रथा थियो, कम्तीमा राज्यले कानुनी रूपमा अन्त्य त गर्यो नि त, यो त उपलब्धि हो नि। अहिले कमलरीहरूलाई बजेट छुटेको छ। मैले उर्मिलाको मात्रै कुरा गरेन, यहाँ धेरै कमलरीहरू वकिल बनिसक्नु भएको छ, धेरै कमलरी बहिनीहरू अहिले सरकारी चाकरी खानुहुन्छ है।
एक खालको त्यो विगतको तुलनामा म त भन्छु हेर्नुहोस् आकाश जमिनको फरक भएको छ। विगतको जस्तो अहिले छैन। सबै शान्ता चौधरी हुनुपर्छ म भन्दिनँ, सबै एउटै क्षेत्रमा आउनुपर्छ म भन्दिनँ। उहाँहरूको आफ्नै इन्ट्रेस्ट होला होइन, उहाँहरूको आफ्नै खालको चाहना होला, इच्छा होला। सबै राजनीति नै गर्नुपर्छ भन्ने पनि होइन। तर तपाईँले भने जस्तो उर्मिला र शान्ता चौधरी यो ठाउँमा पुगिरहँदाखेरि बाँकी कमलरीहरू कहाँ छन् त भन्ने हो प्रश्न चाहिँ, मैले बुझेँ प्रश्न चाहिँ। त्यस कारणले कमलरी मेरो समुदाय भनौँ न, कमलरी बहिनीहरू भन्दा पनि मेरो समुदाय पनि अब मेरो ठाउँमा नपुग्या होला, तर म सँगसँगै छ कि धेरै प्रगति भएको छ, यति चाहिँ भन्छु। धन्यवाद माननीयज्यूलाई। पक्कै पनि यहाँको यो कुरा चाहिँ हामी कस्तो हुन्छ भनेपछि हामी नेतृत्व तहमा बस्ने राजनीति गर्ने मान्छेले खास गरी कसरी बुझ्छ भनेपछि विकासलाई बाटो पिजुनु होइन, अनि केही सीमित वर्गहरूमा रहेको विकासलाई विकासका रूपमा देख्छ। तर ग्रामीण भेगमा त्यसलाई विकास मान्दैन, किनकि सबैभन्दा ठुलो कुरो शिक्षा हो। पक्कै पनि हिजोको 20 वर्षभन्दा र आजको 20 वर्ष पछाडिको समानता पक्कै पनि छैन, केही न केही त चेन्ज भएको छ। तर विश्व कहाँबाट कहाँ पुगिसक्यो, हामी कहाँ छौँ? यसरी हेर्दा त हामी धेरै अविकसित जस्तो लाग्छ। तर हजुर राजनीतिमा यति लामो समय लाग्नुभयो, नीति निर्माण तहमा पनि पुग्नुभयो, संविधान सभा सदस्य भएर पनि काम गरिसक्नु भएको छ। त्यति बेला चाहिँ तपाईँलाई लाग्दैन हामी के पछाडि पर्यौँ, अब हामीले एक लेभल माथि सोच्नुपर्छ, अलि हाम्रो चाहिँ स्पिडलाई चाहिँ अलिकति फास्ट ट्र्याकमा लगाउनुपर्छ जस्तो लाग्दैन? मलाई त कस्तो लाग्छ भने म त अलिक धेरै देश डुल्ने मध्येमा पर्छु। अनि हामी चाहिँ कस्तो हेर्छौँ भने अमेरिका पुग्यौँ भने हामी न्युयोर्क सहरबाट मेरो देश किन यस्तो बनेन भन्छौँ क्या। अनि हामी युरोपका विकसित मुलुकमा पुग्छौँ, अनि त्यसपछि त्यहाँको विकसित एउटा सहरमा गएर मेरो देश यस्तो किन भएन भन्छौँ क्या। नेपालभन्दा अविकसित देशहरू पनि त छन् नि, नेपालभन्दा धेरै पछाडि परेका देशहरू पनि त छन् नि। म त भन्छु मेरो देशले त यति छिटो फर्को मार्यो नि, यति धेरै विकास भएको छ, हामीले विकासै देख्दैनौँ कि। विकास भने के हेर्नुहोस् त, अहिले गल्ली गल्ली दाङ जिल्लामा कही कुरा गरौँ, तपाईँ गल्ली गल्ली पिच नभएका बाटाहरू पहाडतिर अलिक कम भेट्टेलान्, तराईतिर पिच नभएका बाटै देखिँदैनन् कि कता कति खोज्नुपर्छ। तपाईँको हरेक गाउँमा बाटो पुगेको छ, हरेक गाउँमा खानेपानी पुगेको छ, हरेक गाउँमा स्वास्थ्य चौकी पुगेको छ, हरेक गाउँमा स्कुल पुगेको छ। हेर्नुहोस् एउटा साग रोपे पनि 1 महिनापछि खाने हुन्छ कि। विकासको गति एक रफ्तारमा गएको छ, केही पनि भएको छैन भन्ने होइन। तपाईँले भने जस्तो जति हुनुपर्ने हो, जे हुनुपर्ने हो त्यो चाहिँ हुन सकेको छैन। तर यसको लागि चाहिँ अब हामी के अरे नीति निर्माणमा पुगिसकेका मान्छेहरूले मेरो देशलाई राम्रो बनाउने कुरा, विकसित बनाउने कुरा, अरूले देख्दाखेरि पनि वाह भन्ने खालको बनाउने कुरामा चाहिँ हामी केन्द्रित हुनुपर्छ। यसमा दुई मात्रै भएन, यसमा हामी कति चुक्यौँ, कति अथवा काम गऱ्यौँ त्यो तपाईँले मूल्याङ्कन गरिरहनु भएको छ जस्तो लाग्छ मलाई। किनभने हामीले त गऱ्यौँ भन्छौँ, तर तपाईँहरूले देख्दै गर्दाखेरि हेर्दै गर्दाखेरि के कति गरेका छौँ भन्ने कुरा तपाईँहरूले मूल्याङ्कन गरिरहनु भएको छ। अर्को कुरा चाहिँ म सभासद भइसकेपछि मैले गर्नुपर्ने मेरो काम, मैले गर्नुपर्ने मेरो कर्तव्य मैले गरेको छु जस्तो लाग्छ। किनभने सबैभन्दा पहिलो दायित्व के हुन्छ त भन्दा आफ्नो समुदायलाई हेर्नुपर्ने हुन्छ, देशलाई हेर्नुपर्ने हुन्छ। मैले मेरो समुदायको लागि पहिलोचोटि कमलरीहरूको लागि मैले 16 करोड बजेट छुट्याइदिएँ हुँ शिक्षाको लागि, सबैभन्दा पहिलो मेरो काम। दोस्रो मेरो काम कमलरी बहिनीहरूले एउटा भवन चाहिएको छ दिदी भने मैले चौगेरामा एउटा भवन निर्माण गरिदिएको छु मेरो पहलमा। त्यसपछि विकासको काम त मैले अब पहिलो प्राथमिकता जहिले पनि के पर्दो रहेछ भने आफ्नै गाउँ पर्दो रहेछ कि। त्यस कारणले मेरो गाउँमा चाहिँ मैले एकदमै धेरै गरेको छु। त्यो सँगसँगै यहाँबाट अब जसरी नगरपालिकाबाट, त्यसपछि वडाहरूबाट, विभिन्न गाउँहरूबाट जुन सिफारिस आउँथे विकास निर्माणका लागि, त्यो पनि हामीले धेरै गरेका छौँ। धेरै स्कुलहरू बनाएका छौँ। त यो के अरे यो तराई मधेस के भन्ने छ एउटा चुरे हो, त्यो कार्यक्रमबाट पनि हामीले धेरै स्कुलहरू निर्माण गरेका छौँ, धेरै भवनहरू निर्माण गरेका छौँ, धेरै पुल पुलेसाहरू बनाएका छौँ, धेरै बाटोघाटोहरू पिच गरेका छौँ। त्यस कारणले आफ्नो ठाउँबाट अब संविधान सभामा संविधान बनाउन गइयो, तर विघटन भयो, संविधानमा हस्ताक्षर गर्न चाहिँ पाइएन।
80% काम चाहिँ हामीले सक्यौँ भनेर दाबी गरेका छौँ। तर विकास निर्माणको चरणमा चाहिँ हाम्रो पहलबाट गर्नुपर्ने काम चाहिँ हामीले गरेका छौँ भन्ने लाग्छ। धन्यवाद माननीयज्यू। म फेरि हजुरसँग फेरि पनि आउला। अहिले चाहिँ मैले विमला आदरणीय व्यक्तित्व विमला ओलीलाई केही प्रश्नहरू राख्दैछु। जस्तो डिटेल राजनीति मैले यहाँलाई चाहिँ महिला अधिकार कर्मीको रूपमा चिन्छु कि राजनीतिमा पनि हजुर सक्रिय हुनुहुन्छ। जस्तो 2048 सालमा 46 सालमा प्रजातान्त्रिक आन्दोलन हुँदै हजुर चाहिँ नेपाल महिला सङ्घको संस्थापक अध्यक्ष नै हुनुभयो। हजुरले त्यसपछि हामीले चिनेको महिला अधिकार कर्मी र एउटा आर्थिक उपार्जनको लागि सक्रिय व्यक्तित्वको रूपमा हामीले चिन्छौँ। फेरि पछिल्लो चरणमा फेरि राजनीतितिर हजुरलाई अलिकति हामी कहीँ न कहीँ इन्गेज पनि देख्छौँ। हजुरलाई यो चाहिँ यो लामो यात्रा, राजनीतिक यात्रा, सामाजिक यात्रा, बिचमा चाहिँ तपाईँको विश्राम, यो केले तपाईँलाई वितृष्णा बनाएर सामाजिक क्षेत्रमा फुल्ली आउनुभयो? फेरि केले तपाईँलाई आकर्षण गर्यो जसले फेरि राजनीतिमा फर्कन हजुर? धन्यवाद। अत्यन्त रोचक प्रश्न पनि गर्नुभयो। वास्तवमा भन्ने हो भने आज 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि हो। यो दिवसको अवसरमा युवाहरूले नेतृत्व गरेको जेसिस दाङले जुन हामीलाई बोलायो, यसको लागि म हार्दिक कृतज्ञता पनि ज्ञापन गर्न चाहन्छु। र यसको एउटा अन्तर्राष्ट्रिय नारा पनि छ आज, एकदमै हामीलाई उद्वेलित गर्ने होइन, सामाजिक आन्दोलनबाट एक्सिलरेट एक्सन फर वुमेन इम्पावरमेन्ट, फर वुमेन इक्वालिटी। यसपटक अन्तर्राष्ट्रिय तिमी गतिशील बन होइन, महिलाहरू गतिशील बन आफ्नो अधिकार प्राप्तिको लागि, आफ्नो विकासका लागि होइन, आफ्नो समानताका लागि तिमी गतिशील बन भनेको छ। त्यसै गरेर नेसनल लेभलको नारा चाहिँ अधिकार, विकास र समानतामा तिमी जोडियो भनेर चाहिँ नेपालको नारा छ। त्यसैका क्रममा आज हामी साँच्चीकै जोडिएका छौँ। विविध विचार, विविध फरक सोच, फरक दृष्टिकोणको टिम छ। उहाँहरू मान्यज्यू हुनुहुन्छ होइन, मैले अत्यन्त सम्मान गर्छु। नीति निर्माण गर्नुभयो, संविधान निर्माण गर्नुभयो, अनि उहाँहरूले नीति निर्माण मात्रै गर्नु भएन, आफूले निर्माण गरेका नीतिहरूमा बजेटलाई होइन, बजेट पनि पारित गरेर त्यसलाई कार्यान्वयन पक्षसम्म गएर अनुगमन पनि गर्नुभएको छ होइन। त्यसैले उहाँहरूले आफूले सुरुवात लेखेका कुराहरूलाई व्यवहारसम्म कति परिवर्तन भयो त, सामाजिक रूपान्तरण कसरी भयो भन्ने कुरा हेर्नु भएको छ। तर म अहिले पनि भुइँ मान्छे हो, अहिले पनि म सामाजिक सशक्तिकरणको कुरा गर्छु, राजनीतिक सहभागितामा महिलाहरूको सशक्तिकरणको कुरा गर्छु। आर्थिक सहभागिता बिना, आर्थिक सशक्तिकरण बिना, आर्थिक आत्मनिर्भरता बिना महिलाहरू कहिले पनि राजनीतिमा सफल हुन सक्नुहुन्न भन्ने कुराको एडभोकेसी गर्ने भुइँ मान्छेको रूपमा चाहिँ म छु होइन। त्यसैले पनि म कहिले पनि विचलित छैन। म युवा थिएँ, 19 वर्षमा नेपाली काङ्ग्रेस समर्थित सोबियु क्याम्पसमा म पढ्दै थिएँ, सोबियुको सदस्य थिएँ। त्यो बेलामा पार्टीले मलाई तदर्थ समिति महिला सङ्घको जिम्मेवारी दिएर ल जिल्लाभरि सङ्गठन गरेर आन्दोलनमा होमियो भनेर जिम्मा दिएपछि 19 वर्षको उमेरमा 39 गाविस 2 नगरपालिकामा गाउँ गाउँ गएर त्यो बेलामा के हो त लोकतन्त्र, के हो लोकतन्त्रको अनुभूति जनताले कसरी गर्छ, लोकतन्त्रले महिला सहभागिता कसरी बनाउन सक्छ, हामी स्वतन्त्र कसरी अनुभूति गर्न सक्छौँ, हामी आर्थिक स्वायत्तता कसरी प्राप्त गर्छौँ, साँच्चीकै हाम्रो सार्वभौम सत्ता सम्पन्न नागरिक भनेर जो राजनीतिक पार्टीहरूले उहाँले भन्ने गर्नुहुन्छ त्यो के हो भन्ने कुरा गाउँ गाउँमा गएर महिलाहरूलाई बुझाउने, छलफल गराउने, सङ्गठित गराउने होइन। त्यो बेलामा माओवादी पार्टी त हुनुहुन्थेन होइन, तर अन्य वामपन्थी पार्टीहरू हुनुहुन्थ्यो। अहिले मान्य रेखा शर्मा त्यो बेला एउटा पार्टीको नेतृत्व गर्नुहुन्थ्यो, नेपाली कङ्ग्रेसबाट मैले नेतृत्व गर्थेँ त्यो बेलामा, एमालेबाट सरस्वती दिदीले गर्नुहुन्थ्यो देउखोरीमा होइन। त्यसरी चाहिँ दुईजना समकक्षी थियौँ, सँगै कलेज पढ्ने, एकजना चाहिँ सिनियर दिदी हुनुहुन्थ्यो। त्यसरी हामी राजनीतिक आन्दोलनलाई सामाजिक आन्दोलनसँग जोड्दै जोड्दै गाउँ गाउँमा गयौँ। 10-11 वर्षको मेरो पदावधि मैले सकेँ पार्टीले दिएको जिम्मेवारी। म सानो थिएँ, म पढ्दै थिएँ होइन। पढ्ने शिक्षा सबैभन्दा ठुलो कुरा हो भनेर एकजना विधवा महिलाले शिक्षित गरेको म महिला थिएँ। विधवाहरूले भोगेको पीडा अघि मान्यज्यूले भन्नुभयो, बोक्सी प्रथा, विसङ्गति, हिंसा, घृणा, जातीय रूपमा दलितहरूलाई गर्ने घृणा, कमलरीहरूलाई गर्ने घृणा, शोषणबाट उन्मुक्ति कसरी गर्न सकिन्छ महिलाहरूलाई भन्ने हिसाबले सामाजिक आन्दोलन बिना राजनीतिक आन्दोलनमा महिलाहरूले नेतृत्व तहमा गएर पनि उहाँहरू सफल बन्न सक्नु हुँदैन कि भन्ने हिसाबले 2050 सालमा एउटा महिला सामुदायिक भन्ने सामाजिक संस्था पनि मैले आफ्नो नेतृत्वमा स्थापना गरेँ। तर एउटा कुरा के गरेँ, हाम्रो संस्थागत नेपाली काङ्ग्रेससँग समर्थित महिलाहरू मात्र त्यसमा जोडिनु भएन। हजारौँ लाखौँ महिलाहरू अहिले हामी देशभर काम गर्दैछौँ, हरेक पक्षका महिलाहरूलाई जोड्यौँ, तर सीमान्तकृत महिलालाई जोड्यौँ। त्यो बेला कमैया मात्रै, कमलरी मात्रै होइन, दलित, सीमान्तकृत, वादी, पछाडि परेको वर्गलाई पनि हामी सँगसँगै जोड्यौँ। र के बुझ्यौँ त भन्दा, म यहाँहरूलाई भन्छु, नमिठो लाग्ला, 46 सालकै यो गाउँ गाउँमा जाने बेलाको कुरा हो। छोरी मरी ठुला गर परी भनेर जमिनदारको घरमा हामी बस्दा
उहाँले खाना खुवाउँदा या गर्दा भन्नुहुन्थ्यो, हाम्रो पालामा त नानी अब प्रजातन्त्र आएर के गर्छ र, छोरी मर्यो भने आनन्द भयो, पढाउनु परेन, लेखाउनु परेन। अहिले अन्तिममा आएर सामाजिक न्याय र सुरक्षाको अहिले पनि हामीलाई अभाव खड्केको छ हैन। अहिले जुन कुरा हामीलाई पीडा छ त्यो बेला पनि छोरी मरेर गयो भने उसले न्याय प्राप्त गर्थे, हामीलाई सम्पूर्ण जिम्मेवारी लिनु पर्दैन भन्ने मानसिकताबाट उठेर अघि मान्यज्यूले भने जस्तो धेरै हामीले चाहिँ प्राप्ति गरेका छौँ। म निरुत्साहित कहिले पनि छैन। म पहिले के अरे पढ्दै थिएँ, त्यो बेलामा राजनीतिक त्यो मेरो बीज थियो हैन। राजनीतिक आन्दोलन बिना यो राष्ट्रमा लोकतन्त्र स्थापना गर्न, प्रजातन्त्र स्थापना गर्न सम्भव छैन भनेर हामी के अरे एउटा राजनीतिक प्रजातान्त्रिक आन्दोलनमा म होमिएँ, म पढ्दै गरेँ, आफ्नो पदावधि पुरा गरेँ। म फेरि सामाजिक क्षेत्रमा म किन फर्केँ भने राजनीति र सामाजिक कर्मलाई सँगसँगै अगाडि बढाएर लान सक्यो भने र महिलाहरूलाई आर्थिक सशक्तिकरणको पाटोमा बलियो बनायो भने मात्रै महिलाहरू घरबाट बाहिर निस्किन सक्नुहुन्छ। चुलो चौकोमा उहाँहरूको नेतृत्व के अरे हामीले स्थापित गर्न सक्छौँ। आर्थिक समानता उहाँहरूले जब पाउनुहुन्छ अनि मात्रै परिवारभित्र सम्मान हुन्छ, समाजले सम्मान गर्छ र राजनीतिक पार्टीले पनि त्यहाँनिर गएर विश्वास गर्छ। त्यसैले सङ्गठित महिलाहरूको एउटा विकासका लागि अधिकारका पक्षमा लागेको हो। म निराश छैन। म पदका लागि, सांसदका लागि, मन्त्रीका लागि मैले कहिले पनि आन्दोलन गरेन। अहिले पनि पार्टीको एउटा जिल्लाको महासमितिको भूमिकामा छु, तर अहिले पनि म गाउँमै छु। म हिजो पनि म वादी समुदायमै छु र आदरणीय मान्यज्यूले भन्नुभयो हिजो 1920 करोड यहाँले के अरे बजेट विनियोजन गरे पनि आज चौधरीका म परिवारका छोरीहरू एसएलसी पास गरेर +2 पढ्ने अवस्था छैन, ड्रेस छैन, फी छैन। उहाँलाई प्रोत्साहित गर्ने अवस्था फेरि फर्केर फेरि जिम्मेदारकै घरमा या कहीँ हैन पसलहरूमा सानो रोजगारीमै लगाउने कुरा छ। जबमा जाँदाखेरि हाम्रो 28% निजामती सेवामा हाम्रो 28% सहभागिता छ, तर त्यो भित्र दलित जनजातिहरूको कति छ त हैन, महिलाहरूको कति, महिलाहरू पनि कुन तहको महिलाहरू हुनुहुन्छ, समावेश छ कि छैन भन्ने कुरा। अहिले जो 2072 को संविधानले हामीलाई प्रदत्त हैन अब समानताको हक दिनुभएको छ, समावेशताको हक दिनुभएको छ, सहभागितामूलक सिद्धान्तको आधारमा न्यायपूर्ण समृद्ध राष्ट्र निर्माण गर्ने भन्ने आधार त हामीले प्राप्त गर्यौँ। तर त्यसैको आधारमा बनेको 2077 मा राष्ट्रिय समानताको नीति बनेको छ, राष्ट्रिय महिला आयोग, संवैधानिक आयोग बनिसकेपछि त्यो भित्रका थुप्रै कुराहरू के अरे नीतिमा भएका विभेदहरू जस्तो 40-41 वटा अहिले बनेका कानुनहरू महिलाहरूको पक्षमा छैन, विपक्षमा छ, विभेदकारी नीतिहरू छन्। भने हामी अहिले पनि विविध राजनीतिक पार्टीमा महिलाहरू भए पनि एक ठाउँमा उभिएर महिलाहरूको हकका लागि, महिलाहरूको अधिकारका लागि, महिलाहरूको विकासका लागि र महिला समानताको आन्दोलनमा हामी अझै जोडिनुपर्ने आवश्यकता चाहिँ मैले देख्छु। त्यसैले हामी कोही पनि निराश छैनौँ, महिला कहिले पनि निराश हुन्न। मैले एउटा श्लोक पनि भन्छु, या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। देवी हामी, शान्ति पनि हामी हो, शक्ति पनि हामी हो, शिक्षा पनि हामी हो, अर्थ पनि हामी हो, परिवारको मियो पनि हामी हो। मलाई लाग्छ महिला कहिले पनि निराश छैन। महिला लिनका लागि जन्मेकै छैन, हामी जहिले दिनका लागि जन्मेछौँ हैन। आफ्नो जुन घरमा हामी जन्मेछौँ त्यो घरबाट आफ्नो सिङ्गो जीवन समर्पित गरेर अर्को परिवारमा भरण पोषण सन्तान जन्माउँदै त्यो परिवारसँग दुई परिवार, दुई समाज, सिङ्गो राष्ट्र जोड्नका लागि हामी जन्मेछौँ। उहाँहरूको नेतृत्वलाई मैले सम्मान गर्छु, सदैव सम्मान गर्छु। म एउटा यस्तो व्यक्ति हो, म सामाजिक नेतृत्व गर्छु, तर हरेक पार्टीमा हामी चाहिँ राम्रा पक्षहरूलाई स्वीकार गर्छौँ। त्यसरी हामी जान सक्यो भने मलाई यो नारा चाहिँ सार्थक हुन्छ जस्तो लाग्छ। हस्, थ्याङ्क यू। साथीहरूलाई यदि प्रश्न छ भने तयारी अवस्थामा रहिदिनु होला। म अर्को एउटा प्रश्न राखेँ हजुरले भन्दै गर्दा, जस्तो हामी तपाईँको पनि साक्षी छौँ कि तपाईँ सीमान्तकृत महिलाहरू, सीमान्तकृत वर्गमा गएर काम गर्नुभएको छ। उनीहरूलाई आर्थिक आय आर्जनमा कसरी अगाडि बढाउनु सकिन्छ भनेर तपाईँको मूलभूत ध्येय त्यसैमा छ। जस्तो हामीसँग दुईजना माननीय हुनुहुन्छ नीति निर्माणको तहमा, उहाँहरू चाहिँ सभासद भएर नीति निर्माण तहमै गएर काम गरिसक्नु भएको छ। जस्तो हामीले आजको शीर्षक पनि महिला सशक्तिकरण नीतिबाट व्यवहारसँग राख्यौँ। जस्तो उहाँहरूले निर्माण गरेको नीति के साँच्चीकै सीमान्तकृत महिलाहरूको व्यवहारसँग पुगेको छ? नीति त बनेको छ, तर अहिलेको आवश्यकता भनेको महिलाहरूको लागि विशेष आर्थिक नीति बन्नुपर्ने छ। मान्यज्यू आफै उद्यमी हुनुहुन्छ, हामी हजारौँ लाखौँ उद्यमीहरूसँग हामी जोडिएका छौँ। तर उद्यमीहरूलाई सस्तो 0 ब्याज दरमा कृषि विकास ब्याङ्क छ, नेपाल ब्याङ्क छ, राष्ट्रका सरकारका ब्याङ्कहरू त छन् त, ती ब्याङ्कहरूले कम्तीमा 0 ब्याज दरमा प्रोत्साहितसहित उहाँहरूलाई लामो समयको लागि एउटा ऋण अनुदान सहयोग गर्न सक्यो भने ती विपन्न परिवारका महिलाहरू पनि उद्यमशीलता गर्दै गर्दै आफ्नो नेतृत्व विकास गरेर राष्ट्रिय विकासको मूल प्रभावीकरण चारै पक्षमा जोडिन सक्नुहुन्छ। के सामाजिक पक्षमा पनि जोडिन सक्नुहुन्छ, सामाजिक विकासमा
सांस्कृतिक विकासको पक्षमा आत्मसम्मान बोध गर्नु छ। म अब दलित बनेर हेपिँदैन है, मेरो समान के अरे सम्मान छ यो राष्ट्रमा, म यो राष्ट्रको एउटा सार्वभौम सत्ता सम्पन्न नागरिक हो भन्नुहुन्छ। त्यसै गरेर आर्थिक पक्षमा पनि महिलाहरू सबल हुनुभयो भने घरदेखि समाजसम्म राष्ट्रको हरेक क्षेत्रमा गएर उहाँहरू उभिएर पुरुषहरूसँग पनि एउटा के भन्छ कम्पिटिसन गर्न सक्नुहुन्छ हैन। त्यसैले सामाजिक सांस्कृतिक आर्थिक अधिकार दिनका लागि महिलाहरूलाई नीति बन्यो, तर के भयो भने हामीले त्यो नीति बमोजिमको योजना निर्माण गर्न सकेका छैनौँ। त्यो योजना जबसम्म हामीले महिलाहरूलाई आर्थिक मैत्री नीति बनाउन सक्दैनौँ, हुनलाई त अब लैङ्गिक उत्तरदायी बजेट भनेर अहिलेको 15औं आवधिक योजना चलिरहेछ राष्ट्रको। आवधिक योजनामा त छ हैन, 15 नै छ। त्यो अहिले त्यसभित्र पनि लैङ्गिक उत्तरदायी बजेटहरू छैन। त्यो भएर विशेष नीति चाहिँ हुनुपर्छ। त्यो चाहिँ म उहाँहरूसँग पनि अनुरोध गर्न चाहन्छु, किनभने उहाँहरू नेतृत्व तहमा हुनुहुन्छ। मैले यो आजको विषय के निकै मन परेको, नीतिदेखि व्यवहारसम्म हिजो यो विषय हो भोलिको टक सोको भन्दाखेरि मलाई निकै चित्त बुझेको के। अब नीतिगत हिसाबले पनि हामी थुप्रै नीतिहरू निर्माण गरेका छौँ महिलाको पक्षमा अथवा पछाडि परेको समुदायको पक्षमा, त्यो पनि एउटा उपलब्धि नै हो। जति नीति बनेका छन् नि व्यवहार त पूर्ण रूपले कार्यान्वयन हुन सकेका छैन, त्यो कुरा हामीले पनि स्वीकार्छौँ। बनेको छ जस्तो महिलाको आर्थिक हिसाबले बिमलाजीले राख्नुभयो, महिला मुक्तिको पहिलो आधार पैतृक सम्पत्तिमा समान अधिकार भन्ने नारा हो कि हाम्रो 6 सालदेखिको। महिला मुक्तिको पहिलो आधार पैतृक सम्पत्तिमा समान अधिकार, हामी त्यसमा सङ्घर्ष गर्दै 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 आयौँ। नारा, जुलुस, माग, धरना हरेकमा त्यो हाम्रो पहिलो 1 नम्बरमा लेखिन्थ्यो। त्यसपछि हामी संविधान सभामा गइसकेपछि अब यो जो संशोधन केही नेपाल संशोधन जो हुन खोज्यो, अनि त्यति बेला हामीले आवाज उठायौँ कि यो चाहिँ पैतृक सम्पत्तिमा महिलाहरूलाई पनि समान अधिकार हुनुपर्छ। संविधान निर्माणको बेला पनि हामीले यो आवाज उठाइयो र अहिले त्यो कानुनमा पनि लेखिया छ, संविधानमा पनि सम्पत्तिमा महिलालाई समान हक हुनेछ भनेर लेखिया छ के। तर अझै पनि अंशभण्डा आदि इत्यादि गर्दा त्यो कानुनमा पनि छ, संविधानमा पनि छ हैन, हामी सबैले देखा पनि छौँ। तर न छोरीले त्यो माग गर्छ, न दाजुभाइले त्यो दिन्छ कि, न बुवा आमाले त्यो अंशभण्डा गर्छ कि। एकदमै थुप्रै सम्पत्ति भएकाले हिजै छोरीलाई अलिकति दाइजो अलिकति कहिले काहीँ पियोवा भनेर दिने त चलन थियो, बरु अहिले पनि काहीँ कतै त्यस्तै चल्ने। तर त्यो समान अधिकार लेखिसकेको छ, पुर्ख्यौली सम्पत्तिमा छोरी र छोराको बराबर हक हुनेछ संविधानमा लेखेको छ, त्यो अनुसार कानुन पनि बनिसकेको छ भने लागू हुनुपर्ने हो नि। लागू हुनेमा यस्तै समस्या छन्, जस्तो आर्थिक हिसाबले पनि थुप्रै नीतिहरू बनेका छन्। यद्यपि आर्थिक विचलन त हाम्रो अलि सहकारीदेखि ब्याङ्कैसम्म खराब कर्जाका सबै अहिले अर्थतन्त्र नै पछाडि भएको पनि हामीले देखिरहेछौँ। तर महिलाहरूलाई, साना उद्यमीहरूलाई, घरेलुहरूलाई थोरै चाहिँ दिएर अथवा बिना धितो 15 लाखसम्मको लोन अहिले त्यसलाई बढाएर चाहिँ अझ बढाएको छ, 28-29 कति पुरा छ, यो छ। तर लिन सक्ने फेरि जागरुकता, तदारुकता, आफैले पनि उद्यमी बन्ने हुन्छ नि, त्यसमा फेरि अब महिलाहरू त यसै त यो समाजले थिचेको हो नि त। अनि त्यो बनेका नीति नियमलाई पकड्न सक्ने, समात्न सक्ने, त्यो रफ्तारमा हिँड्न सक्ने कुरा चाहिँ नीति बन्या छ र पनि व्यवहारमा चाहिँ केही कमी छ। त्यो अब हामी अझै पनि प्रेरित गरिराख्छौँ, लागिराख्छौँ। आजको यो दिनको अब सम्झना गरिरहँदा हामी त्यही क्लास गर्दै थुप्रै ठाउँमा कार्यक्रम गरी आइरहेछौँ सबैजना, भनेपछि हामी सबै अझै लाग्न जरुरी चाहिँ छ। मैले अगाडि चेन्ज नभएको होइन, भएको पनि छ, नीति पनि बनिया छ, तर पुगेको चाहिँ छैन। मलाई थोरै एउटा कुरा भन्न मन लाग्यो बिमला दिदीको। उहाँले के भन्नुभयो भने उहाँले के भन्नुभयो भने अब यत्रो परिवर्तन हुँदाखेरि पनि अहिले पनि थारूका छोराछोरीले चाहिँ एसएलसी पास गरिसकेपछि चाहिँ उच्च शिक्षा हासिल गर्न चाहिँ गाह्रो भएको छ। स्वाभाविक रूपमा त्यो सबैतिर छ। त्यो कमलरीहरूलाई मात्रै भन्दा पनि कमलरी बाहेक अरू जो अलिक गरिब समुदायको, त्यो थारू समुदाय मात्रै होइन, त्यो क्षेत्री बाहुन समुदायमा पनि छ, विपन्नहरूलाई छ। त्यस कारणले पहिलो मुद्दा चाहिँ अब हामीले पनि, पत्रकारहरूले पनि, तपाईँहरूले पनि सबैले एउटा मुद्दा के उठाइदिनु पर्ने भएको छ भने हामीले लिङ्गीय कुरा यति धेरै उठाउँछौँ क्या, हामी क्षेत्रीय कुरा पनि यति धेरै उठाउँछौँ, जातीय कुरा पनि यति धेरै उठाउँछौँ। हेर्नुहोस् त कस्तो के, हामी त कम्युनिस्ट पार्टीका नेता हो नि, उहाँ के अरे माओवादीको, म एमालेको, क्रान्तिकारी माओवादी, उहाँको त भन्नुपर्दा क्रान्तिकारी, माओवादी क्रान्तिकारी। अब हामी
एमालेका नेता कार्यकर्ता हामीले जहिले पनि वर्गीय मुद्दा बोक्ने हो के पहिलो एजेन्डा हाम्रो वर्गीय मुद्दा हो तर हामी वर्गीय मुद्दा बिर्सिँदैछौँ हामी जातीय मुद्दालाई अगाडि सार्दैछौँ म पनि थारू हो थारू हुँदाको पीडा मलाई पनि छ हैन हामी अरू मुद्दालाई चाहिँ एकदम बढी फोकस गरिरहेछौँ वर्गीय मुद्दालाई चाहिँ हामीले जति फोकस गर्नुपर्ने हो त्यति फोकस गरिरहेछौँ हरेक तपाईँको हेर्नुहोस् जातीय कोटा हुन्छ हरेक लिङ्गीय कोटा हुन्छ क्षेत्रीय कोटा हुन्छ तपाईँ वर्गीय कोटा देख्नुहुन्छ कहीँ वर्गीय कोटा छैन क्या अनि जबसम्म वर्गीय समस्याको समाधान हुँदैन नि तबसम्म कमैया कमलरी दलित हलिया तपाईँ जे सुकै हामी प्रथाहरू छन् नि सयौँ प्रथाहरू छन् यी वर्गीय समस्या समाधान नहुँदासम्म कानुनी रूपमा यिनीहरू सबै प्रथाहरू अन्त्य भए तापनि व्यावहारिक रूपमा अन्त्य हुँदैन हेर्नुहोस् काहीँ न काहीँ त्यो अवशेषका रूपमा रहिरहन्छ त्यस कारणले हामीले व्यावहारिक रूपमा वर्गीय मुद्दालाई चाहिँ कसरी समाधान गर्ने भन्ने विषयमा हामी नेता कार्यकर्ता तपाईँ हामी सबै चाहिँ चिन्तित हुनुपर्छ यही नै हो पक्कै पनि हजुरले भनेको कुरो त सबैलाई लागेको चाहिँ हो तर के छ भनेपछि जब हामी यहाँ तल बस्छौँ तल बस्दै गर्दा कि नीति निर्माण यस्तो हुनुपर्छ भनेर हामीले सोच्छौँ चिन्तन मनन गर्छौँ जब नेतृत्व तहमा पुग्छौँ भने त्यसपछि त हामी सबै बिर्सेको जस्तो हामीले चाहिँ भोग्ने मान्छेलाई त्यस्तो लाग्छ जस्तो नेतृत्व तहमा कोही नेता पुग्छ नेता पुगिसकेपछि ऊ चाहिँ पक्कै पनि सांसद मन्त्री पद खान्छ खाइसकेपछि उसले आफ्नो वर्गीय मुद्दा कहाँ हो के हो सबै बिर्सिन्छ आजसम्म भएको त्यही हो जस्तो हजुर पनि अब यो सांसदको यात्रासम्म एउटा मुक्त कमलरी हुनुभयो त्यसपछि सांसदको यात्रा गर्नुभयो यो बिचमा चाहिँ तपाईँको लामो दौरान्त रह्यो तर मूलभूत रूपमा चाहिने त हामीलाई शिक्षा हो नि जस्तो मुक्त कमलरी जति पनि छन् यदि उहाँहरू साँच्चै शिक्षित हुनुभयो भने त शिक्षित मुक्त कमलरी मात्रै अशिक्षित भएको होइन अरू जातिमा पनि हुनुहुन्छ अरू क्षेत्रमा पनि हुनुहुन्छ तर खास जस्तो वर्गीय कुरा गर्दै गर्दा हजुरले मुक्त कमलरीको त्यो शिक्षा प्रणालीलाई सुधार गर्न उनीहरूलाई जब शिक्षित हुनुहुन्छ तब न उहाँ नीति निर्माण तहमा जानुहुने हो त्यसपछि बल्ल न उहाँहरूले आफ्नो अधिकार खोज्नुहुने हो जबसम्म आफ्नो अधिकार खोजिँदैन तबसम्म कसैले तँलाई अधिकार यो हो भनेर दिँदैन त्यसमा चाहिँ तपाईँको उहाँहरूलाई चाहिँ नीति निर्माणसम्म ल्याउनलाई या चाहिँ बनेको नीतिलाई कार्यान्वयन गर्नको लागि के चाहिँ योजना त्यस्तो के योजना बनेका छन् धन्यवाद यो खास गरी अहिले समस्या आएको छ भन्ने सुनेको छु मैले पनि प्रत्येक वर्ष कमलरीहरूको लागि उच्च शिक्षाको लागि चाहिँ बजेट छुट्टिँदै आइरहेको थियो यो बिचमा चाहिँ अलि समस्या भयो भन्ने सुनेको छु मैले फेरि कतिपय कुराहरू सबै कुरा मलाई थाहा पनि नहुन सक्छ हामीले बजेट छुट्याइदिन्छौँ बजेटको लागि पहल गरिदिन्छौँ मन्त्रालयले बजेट पनि छुट्याइदिन्छ अनि उहाँहरूले कसरी चलिरहनु भएको छ बेला बेला त म सम्पर्क गरिरहन्छु के छ कस्तो छ भनेर सोधिरहेको हुन्छु कहिलेकाहीँ चाहिँ दोहोरो कनेक्सन नहुने के त्यसले गर्दाखेरि पनि समस्या भएको छ त्यो दोहोरो कनेक्सन कहिलेकाहीँ हुँदैन अब अहिले चाहिँ दुईवटा समस्या भएको छन् एउटा त कमलरी बहिनीहरू कमलरी मुक्त घोषणा गरिसकेपछि आज कति वर्ष भयो 70 सालमा गऱ्यो क्या 57 होइन 57मा त कमैया हो 70 सालमा हो जस्तो लाग्छ मलाई कमलरी मुक्त गरे अब 70बाट अहिले कति वर्ष भयो 11 भनेको 11 वर्ष भयो अब त्यति बेलाका बच्चाहरू अहिले कति वर्ष पुगे कम्तीमा पनि 10-12 वर्षका बच्चाहरू थिए भनेको त 20-22 वर्षका भए अब कतिपय बहिनीहरू विवाह गरेर पढ्दा पढ्दै पनि गइहाल्नुभयो कतिपय बहिनीहरू अहिले पनि पढिरहनु भएको छ जस्तो उर्मिला विष्णु होइन विष्णु बहिनी वकिल भइहाल्नुभयो यस्तै धेरै जस्तो मन्जिता चौधरी उहाँ पनि आफ्नो पेसा व्यवसाय गरिरहनु भएको छ एक दुईजना बहिनीहरू पुलिस हुनुभएको छ कोही व्यवसायमा लाग्नु भएको छ होइन अब अहिले उच्च शिक्षा पढ्ने थोरै मात्रै बहिनीहरू हुनुहुन्छ जस्तो लाग्छ मलाई 11-12 ब्याचलर पढ्ने थोरै मात्रै हुनुहुन्छ कि जस्तो लाग्छ मैले त्यहाँ मेरो पनि कमजोरी छ म पनि त्यहाँ गइराख्नुपर्ने हेरिराख्नुपर्ने के भइरहेछ भनेर खोजिरहनु पर्थ्यो मेरो पनि व्यस्तता के यता राजनीतिक रूपमा व्यस्तता यता व्यावसायिक रूपमा व्यस्तता उता घर परिवारको व्यस्तता यता गऱ्यो यता नभ्याउने यता गऱ्यो यता नभ्याउने भएको छ त्यो मेरो पनि कमजोरी हो फेरि कतिपय अब हामी राजनीतिक रूपमा सक्रिय भएका मान्छेहरू नीति निर्माणमा पुगिसकेका मान्छेहरूले आफ्नो समुदाय होइन आफ्नो ठाउँ के भइरहेछ भन्ने कुरालाई चाहिँ अलिक बढी गम्भीर हुनुपर्ने हो त्यो गम्भीरता अलिक कम हो कि भन्ने मलाई पनि फिलिरहेछ साथीहरुबाट के प्रश्न लिन चाहन्छु यसमा मैले अलिकति जोडेँ है उहाँकै कुरामा मैले एउटा कुरा के जोडेँ भने
एउटा मुद्दा उठाउने भन्ने कुरा साझा मुद्दा उठाउनु भयो होइन। उहाँले साझा मुद्दा उठाइसकेपछि त्यो मुद्दा भनेको राष्ट्रिय मुद्दा हो के। जसरी यो राष्ट्रमा लोकतन्त्र स्थापना गर्नुपर्छ भनेर अब आदरणीय नेताहरूले उठाउनु भयो। आज हामी सबै जोड्यौँ। देशको लागि हो नि, स्वतन्त्रता भनेको राष्ट्रियताको लागि हो, लोकतन्त्र भनेको हाम्रो जनजनको लागि हो। तर के भयो भने स्थानीय सरकारले त्यसको ओनरसिप लिएन। मेरो भनाइ चाहिँ त्यो हो। जस्तो बजेट विनियोजन गर्ने भनेको त स्थानीय ट्याक्स उठाएर त्यो ट्याक्सलाई मलाई त म त अझ सानोमा के सिकेँ भने कृष्णप्रसाद भट्टराईबाट प्रशिक्षित व्यक्ति हो के म। त्यो बेलामा पार्टी सभापति के अरे हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो। उहाँले के भन्नुहुन्थ्यो भने लोकतान्त्रिक राज्य व्यवस्था भनेको कल्याणकारी राज्य व्यवस्था हो होइन। त्यसलाई अहिले समाजवादको रूपमा हामी हेर्ने गर्छौँ होइन। फरक फरक हरेक पार्टीले समाजवादलाई आफ्नो हिसाबले व्याख्या गर्नुहुन्छ। अब त्यो कल्याणकारी राज्य व्यवस्था हो भने त्यसैका लागि 3 सरकार छ अहिले। सङ्घीय सरकार छ, प्रदेश सरकार छ, स्थानीय सरकार छ। सामाजिक विकासको क्षेत्रमा 22.32% मात्रै प्रदेश सरकारले खर्च गर्यो। सामाजिक भनेको त शिक्षा, स्वास्थ्य, स्वरोजगार होइन, उत्पीडित क्षेत्रलाई सपोर्ट गर्ने हो नि त। अहिले हरेक सरकारहरूको आँखा कहाँ छ? निर्माणमा छ। जनशक्ति निर्माणमा पछाडि परेको वर्गको न्याय र सुरक्षाको पक्षमा चाहिँ छैन। उत्पीडनबाट उनीहरूलाई उठाउनलाई आर्थिक न्याय दिने पक्षमा चाहिँ छैन। त्यसैले अब हाम्रो मुद्दा चाहिँ के उठ्नुपर्छ आजको यो कार्यक्रमबाट भने स्थानीय सरकारले स्थानीय सरकारका मुद्दाहरूमा बजेट विनियोजन गरोस्। पछाडि पारेको वर्गलाई विशेष गरेर महिलाको हक हितमा, महिलाहरूको उद्यमशीलताको क्षेत्रमा, के अरे हिंसामा परेका महिलाहरूलाई परिवारमा पुनर्स्थापित गर्ने कुरामा, कानुनी न्याय दिने कुरामा, त्यसरी चाहिँ उनीहरूलाई सिप, रोजगार, न्याय, सुरक्षा, श्रमको क्षेत्रमा समान कामका लागि समान ज्याला मात्रै होइन, हामी त्यतिमा मात्रै अड्या छौँ। समान कामका लागि लैङ्गिकताका आधारमा समान ज्याला मात्रै नभएर सामाजिक सुरक्षाको ग्यारेन्टी पनि यो राष्ट्रले गर्नुपर्छ। त्यो गर्ने भनेको नगरपालिकाले हो, हाम्रा स्थानीय सरकारहरूले। त्यो एकजना गिट्टी कुट्ने महिलालाई उसले मासिक रूपमा 100 रुपियाँ दिन सक्छ भने उसको 31% छुटाउनु पर्ने हुन्छ उसको सामाजिक सुरक्षा कोषमा। त्यो पैसाको ग्यारेन्टी कसले गर्नु पर्यो? स्थानीय सरकारले। तब मात्रै उसले आफ्नो के अरे शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, भोलि के अरे उसको मृत्यु बिमाको सुविधाहरू उसले प्राप्त गर्ने हो। अनि मात्रै उसले सरकारको अनुभूति गर्छ, लोकतन्त्रको अनुभूति गर्छ। आफै गिट्टी कुट्ने महिलाले आफ्नो आय आर्जन गरेर छोराछोरीलाई बोर्डिङ पठाउन सक्छ, साँझी बिहानको रोजीरोटी गर्न सक्छ। बेलुका त श्रीमानले खाएर पिट्नुहुन्छ नि फेरि उहाँलाई। बच्चा बच्ची र आमा खोलाको ढिकमा बसेको हामीले पाएका छौँ। हिंसित हुनुहुन्छ। वर्गीय कुरा सँगसँगै हरेक परिवार जहाँ गरिबी छ त्यहाँ पीडा छ, झगडा छ, लैङ्गिक असमानता छ, नेतृत्वको त कुरै छैन त्यहाँनिर। त्यसैले अब स्थानीय सरकारले महिलाका मुद्दामा लाई जिम्मा लियोस् र बजेट विनियोजन गरोस्। बजेट विनियोजन बाटो कालो गराउनलाई मात्रै होइन, हामी पनि निर्माणसँग सहमत छौँ। तर चाहिने भनेको जनशक्ति हो। शिक्षाको क्षेत्रमा आओस्, स्वास्थ्यको क्षेत्रमा आओस्, रोजगारको क्षेत्रमा आओस्, उत्पीडित वर्गको आत्मनिर्भरताको क्षेत्रमा आओस् होइन। ससाना सहकारीहरूको के अरे अहिले गलत ट्रेन छ होइन। बैंक वित्तीय संस्थाहरूमा गलत ट्रेन होला। बैंक वित्तीय संस्थाहरूलाई त राष्ट्र बैंकले एकदम प्रत्यक्ष निगरानी गरे हुन्छ। बैंकलाई कहिले पनि डुब्न दिँदैन राष्ट्र बैंकले। यदि डुब्यो भने पनि उसले त्यसलाई लिएर सही ट्र्याकमा लिएर जान्छ। बिग्रेको सहकारी भनेको स्वनियमन हो। दाङमा महिलाले नेतृत्व गरेको पहिलो महिला सहकारी हो मैले स्थापना गरेको 2054 मा। 50औं करोडको कारोबार छ, तर 1 रुपियाँ पनि हिनामिना छैन नि त। इमान्दारिताको कुरा हो। त्यसैले जसले खोल्छ उसले लिएर उपयोग गर्यो भने डुब्ने हो सहकारीहरू। सहकारीहरूले पनि सस्तो ब्याज दरमा पैसा दिन सक्दैन नि, सक्दैन। यो राज्यले हेर्नुपर्छ। मेरो एडभोकेसी म जहिले 54 सालदेखि म बोल्ने भनेको के हो भने मान्छेहरूले के भन्छन् राष्ट्र बैंकबाट पैसा लिएर आउँछन् अनि बैंकले महँगोमा लगाउँछन्। राष्ट्र बैंकले कहिले पनि बैंक वित्तीय संस्थालाई पैसा दिँदैन, कहिले पनि लघु वित्तीय संस्थालाई दिँदैन। उनीहरूले डी क्लासको बैंकसँग 11-12 मा लिएर आएर 15 मा लगानी गरिरहेछन्। हामी भन्छौँ सरकारले र स्थानीय सरकारले यसको जिम्मेवारी लियोस्। कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडबाट बिना धितो म सबै बैंकमा घुमेको छु। भर्खरै 1 साता अगाडि सबै बैंकमा घुमेको छु। बिना धितो कुनै पनि उद्यमीलाई उसले ऋण दिन तयार छैन। एकजना गरिब विपन्नसँग नीति त छ, नीति त छ। आदरणीय मान्यज्यूले अघि कस्तो राम्रो कुरा गर्नुभयो। नीति त हामीले बनायौँ भन्नुभयो होइन, तर त्यो नीति छ। तर बैंक वित्तीय संस्थाले धितो भन्छ। विपन्नले धितो दिन सक्छ? विपन्नले त्यो सानो पुँजीले आर्थिक रूपमा के अरे आर्जन गरेर त्यो ऋण तिर्न सक्छ? सक्दैन। त्यसैले विपन्नका लागि व्यवहारमा नीति कार्यान्वयन भएकै छैन। त्यसैले हाम्रा चुनौतीहरू भनेको स्थानीय सरकारले आजको यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा श्रमिक भनेको पीडित हो, पछाडि पारेको वर्ग हो, जसले कमाएर खान खोजिरहेछ उसको चाहिँ सुरक्षाका लागि एउटा आर्थिक न्यायको चाहिँ ग्यारेन्टी गरोस् भन्ने हो। त्यो है। धन्यवाद छ।
योगीजी हजुरको कुरा सुन्दै गर्दा म हजुरको संस्थासँग पनि के रूपमा आबद्ध छु जस्तो कि नीति जस्तो आर्थिक जो आय आर्जनको कुरा गर्नुभयो हितोको कुरा गर्नुभयो एउटा सामान्य परिवार जो चाहिँ गरिब छ जोसँग सम्पत्ति छैन उसले के गर्छु भन्दाखेरि त पक्कै पनि केही न केही रूपमा बैंकिङ प्रणालीमा समस्या छन् ती समस्याहरू समाधान गर्ने त अब नीति निर्माणको तहमा माननीय ज्यूहरू हुनुहुन्छ तपाईलाई यस्तो लाग्दैन कि माननीय ज्यूहरूले या नीति निर्माण पुगेका साथीहरूले गर्न सक्नु भएन अब म नेतृत्वमा आउनुपर्छ र मैले यो समाजलाई सही नेतृत्व दिनुपर्छ भनेर मनमा आउँदैन एउटा कुरा कस्तो हो भने उहाँहरू कहिले पनि असफल हुनुहुन्न म एकदमै आदर गर्छु होइन उहाँहरूले आफ्नो ठाउँबाट सङ्घर्ष गरेर जीवन परिवार होइन धेरै भोगाइहरू धेरै पीडाबाट यहाँसम्म उठ्नु भएको छ उहाँहरूलाई म सम्मान गर्छु होइन उहाँहरू जस्तै हजारौँ नेताहरू हुनुहुन्छ हामी एकले अर्कालाई सम्मान गर्नुपर्छ उहाँहरू फरक पाटोबाट यो राष्ट्रमा लोकतन्त्र स्थापना गर्न यो राष्ट्रलाई स्वायत्त बनाउन उहाँहरूको ठुलो भूमिका छ र एउटा के हो भने एकजना व्यक्ति उठेर मात्र यहाँ हो केही हुनेवाला छैन अब राज्यले त्यसको ओनरसिप ल्याओस् भन्ने हो हाम्रो राज्य जवाबदेही बनोस् होइन राज्य भनेको अब अहिले हामीले हाम्रो राज्य प्रदेश र सङ्घलाई हेर्दैनौँ हाम्रो सरकार भनेको के हो त स्थानीय सरकार हो भने ओडाले आफ्नो ओडामा कति गरिब छन् त 6 महिना खाना पुग्ने कति छन् 3 महिना खाना पुग्ने कति छन् गिट्टी कुट्ने कति छन् कमलरी कति छन् श्रम गरेर खाने कति छन् नजिकैको इन्डिया र के अरे गल्फ कन्ट्रीमा गएर काम गर्ने पीडादायी गर्भवती महिला कुवेत जानुभएको छ कुवेतमा गएर यौनजन्य हिंसा भोगेर गर्भ लुकाउँदै आउनु भएको छ घरभित्र बच्चा जन्माउनु भएको छ के अरे श्रीमान र घरले निकालिदिनु भएको छ माइतीले उहाँलाई एक्सेप्ट गर्दैन त्यो कहाँ लगेर लिएर गएर राख्नु ल एउटा कम्तीमा पनि हामीले उसलाई दाङ जिल्लामा एउटा सुरक्षित आवास निर्माण गराउन त भन्दा 10 स्थानीय सरकारहरू त्यसमा राजी नै हुनुहुन्न बङ्गलाचुलीबाट लखेटेको महिलालाई कहाँ लिएर हामी राख्ने सुरक्षित आवासका कुरा छन् त्यो भित्रका सिप श्रम रोजगार समान सहभागिताको कुरा छ उहाँलाई आर्थिक आत्मनिर्भरताको कुरा छ त्यसरी राज्य स्थानीय सरकारले जबसम्म यो जवाबदेहिताको कुरा जनतालाई दिने सेवा प्रदायक प्रोडक्टहरू भन्छौँ कि हामी यो निर्माण गरेर प्रोत्साहित गरेर अगाडि लिन सक्नुहुन्न हिंसा पनि न्यूनीकरण हामी गर्न सक्दैनौँ नीतिलाई पनि हामी त्यो घरसम्म पुर्याउन सक्दैनौँ त्यसैले हामी सबैको जोड सबै पार्टीका महिलाहरू यहाँका विद्वान व्यक्तिहरू यहाँको हरेक क्षेत्रका एडभोकेसी लेभलमा काम गर्ने सङ्घ संस्था पार्टीसँग जोडिएका व्यक्तिहरू उद्यमीहरू जो हुनुहुन्छ हरेक क्षेत्रमा जो काम गर्छ हामी एकजुट भएर त्यो पछाडि पारेको वर्गको लागि स्थानीय सरकार उठ्नुपर्छ त्यति नहुँदासम्म हामी सुधार गर्न सक्दैनौँ कुरा सुनिसकेपछि म माने दामा शर्मालाई प्रसङ्ग म जोडे उहाँको कुरा सुनिसक्दा एकदम हामी एक प्रकारले भावुक पनि हुन खोज्छौँ किनभनेपछि वास्तविकता समाजमा त्यस्तै छ समाजमा चेलीहरूले कति गाह्रो तरिकाले जिएका छन् त्यो तपाईँहरू वर्गीय सङ्घर्षबाट उठेको मान्छे तपाईँहरू त्यसबाट जानकार हुनुहुन्न भन्ने हामीलाई लाग्दैन उहाँको कुरा सुन्दै गर्दा हामीले काम गर्न सकेनौँ जस्तो लाग्दैन दिदीहरूलाई होइन यस्तो हो कि एकैचोटि सबै त हुँदैन नि त 47 को आँखाबाट हेर्दा 10 वर्षको जनयुद्ध एउटा आवाज बन्यो पछाडि परेका समुदायहरूको महिलाहरूको दलितहरूको मधेसीहरूको पछाडि परेका कर्णाली लगायतका क्षेत्रहरूको त्यो सबै आवाजहरूलाई 62 को आन्दोलनले केन्द्रित गर्यो त्योसँगै संविधान सभाको नारा लिएर संविधान सभामा त्यो कुरा उल्लेख गर्ने गरी हामी गयौँ त्यहाँ हामी एक हदसम्म सफल भयौँ भन्ने नै हो कि किनभने संविधानमा त लेख्यौँ त महिलाको समानुपातिक सहभागिताको हकलाई मैले अलिकति म तलै जान्छु म छोटोमा मात्रै त्यो लेख्यौँ होइन महिला सम्बन्धी त कानुनै थिएनन् नि त जस्तो घरेलु हिंसा विरुद्धको ऐन कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको ऐन छुवाछुत विरुद्धको ऐन त्यसपछि भोक्सीमाका नाममा हुने दुर्व्यवहारको विरुद्धको ऐन यिनी पनि बनायौँ केही त थिएन पहिला त कानुनै चाहियो नि त टेक्नलाई संविधान बनायौँ कानुनहरू पनि बनायौँ अब यसलाई व्यवहार त कार्यान्वयनको लागि 3 तहको सत्ता पनि बनायौँ र सुरु पनि गरेका छौँ तर विगतबाट हेर्दाखेरि हिजो पनि दुःख पाएकाहरू आज यी उहाँ कमलरीबाट माननीय हुनेसम्म थुप्रै साथीहरू स्थानीय तहमा पनि अध्यक्ष उपाध्यक्ष आवाज उठाउने ठाउँसम्म वाडा सदस्य महिलाहरू पनि कति एक्टिभ यस्तो लिडरसिप विकास गरेको मैले हिजो 1-2 जनाले राजनीतिक कर्मीहरूले मात्रै त्यो समस्या देख्थ्यौँ सङ्घ संस्थामा आबद्धले मात्रै देख्थ्यौँ भने आज लाखौँले के स्थानीय तहमा मात्रै वाडा सदस्यहरू र महिला अध्यक्ष उपाध्यक्ष कति धेरै छ 2 कार्यकालको हेऱ्यौँ भने सबै नेता भएर त्यहाँ पुगिरहेछ कि अब अपेक्षा यो राखौँ कि अबको 20 वर्षमा हाम्रो बिमलाजीले उठाए जस्तै यो तल छ नि अझै तल्लो वर्ग त्यसको अब सरकारमा पनि छलफल नभइरहेको होइन छलफल भएको छ गरिबीको रेखामुनि रहेको डेटा लिने त्यसपछि त्यसलाई चाहिँ एउटा कार्डै दिएर
राज्यले त्यही खालका सुविधा दिने भनेर छलफल धेरै चलिरहेछ। सायद तथ्याङ्क पनि यो गएको 78 को जनगणना लिने बेला त्यो पनि लिने एउटा पोइन्ट थियो। अब राज्यले लागू गर्न सकेका छैन, त्यो कमजोरीको पक्ष हो, तर बहस नचलेको होइन, चेतना त्यो निर्माण नभएको होइन। त्यो पछाडि परेको समुदायहरू छन्, हामी कयौँ छलफल यस्ता फोरममा सँगै हुन्छौँ, अन्तर्क्रियाहरूमा छलफल पनि गरिरहेछौँ होइन। तर चाहिँ अझै पनि जहाँ पुग्न पर्थ्यो नि विगतको तुलनामा धेरै अगाडि बढेका छौँ, धेरै हिसाबले समानता। तर वर्गीय समानताको कुरा पनि नउठे होइन, सबभन्दा बढी उठाउनु त हामी माओवादी नै हौँ। हामी पनि वर्गीय धरातलले तल परेकै मान्छे हो कि म पनि होइन। धैर्यनी भन्नेमा कहाँ छ गाउँ, त्यो गाउँबाट उठेर आएको मान्छे हो म पनि। यस्तै हामी थुप्रै आधारभूत वर्गका मान्छेहरू माओवादीमा नेता हेऱ्यो भने सबै हामी निम्न मध्यम वर्गका मान्छेहरू नै हो, एकदम हाई लेभल वर्गका मान्छे होइन। अहिले पनि हाम्रो अवस्था निम्न मध्यमै हो फेरि पनि होइन। त्यसले गर्दा उठ्या पनि छ, तर एकैचोटि पुग्दैन। अब यो आमूल परिवर्तन त गर्न सकेनौँ नि त जनयुद्धको माध्यमबाट। त्यसले गर्दा त्यो समुदायसम्म अझ जाने, त्यसलाई प्रेरित गर्ने, त्यही खालका नीतिहरू थप जति बन्याहान नपुगेकोमा थप गर्ने, तिनै तहले मेहनत गर्ने। उहाँले भने चाहिँ हामीले यो स्थानीय तह भनेको हामीले पहिला पनि एउटा अन्तर्क्रियामा यस्तै निकै छलफल गरेका थियौँ। त्यसको कार्यक्रम भनेको जनताको जनजीविकामा, दैनिक जनजीविकामा सपोर्ट गर्ने खालको हुनुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगारी त अझ नसक्ला होइन, त्यहाँनिर हुनुपर्छ। यो स्थानीय तहले कालोपत्रे गरिराख्न हुँदैन भनेर हामीले प्रदेश सरकारको बजेट बनाउँदा पनि बहस गरे हो कि। स्थानीय सरकारको जति आफ्नो बजेट छ, माथिबाट जति चाहिँ वित्तीय सहयोग पाउँछ, त्यो सबैले चाहिँ उसले शिक्षामै खर्च गरोस्, स्वास्थ्यमै खर्च गरोस्। निःशुल्क स्वास्थ्य नीतिगत हिसाब त भनेछ त, मौलिक हकमा लेखेको छ। निःशुल्क स्वास्थ्य दिन सक्दा त कति राम्रो हुन्थ्यो त होइन। निःशुल्क शिक्षा दिँदा सक्दा उहाँले भने चाहिँ 8-9मा पुगेर पढ्न छोड्ने भाइ बहिनीहरूले पनि त पढ्न सक्थे, ब्याचलरसम्म निःशुल्क दिउँ त होइन। राज्यले निःशुल्क दिनुपर्छ भन्ने मान्यता पनि बोकेको छ, तर सकिरहेको छैन। यहाँनिर अझै केही वर्ष हामीले सङ्घर्ष गर्न जरुरी छ। अझै सबैको मेहनत त्यहाँ हुन जरुरी छ। तिनै तहबाट त्यो मेहनत गऱ्यौँ भने सम्भव छैन भन्ने कुरा होइन, सम्भव छ। हाम्रो जीवनमा यति धेरै चेन्ज हामी आफैले ल्याउन सक्यौँ, देख्न सक्यौँ भने अझै हामी पूर्ण समानता कायम गराउन सक्छौँ होइन। अहिले सबैले समाजवादको लागि संविधान पनि समाजवाद उन्मुख भनेका छौँ। समाजवाद भनेको सबैले चाहिँ काम गर्न पाउने, सबैको कामको सम्मान गर्ने र सबैले खान पाउने, पढ्न पाउने, लेख्न पाउने भन्ने हो होइन। स्वास्थ्य पाउने त्यो व्यवस्था चाहिँ गर्नुपर्छ। मैले अहिले पनि भन्छु कि सरकारी हस्पिटल छ। मैले धेरै लुम्बिनीमा बहस पनि गरेको छु। लुम्बिनीको सरकार संसदमा रहँदा सरकारी भवन छ, सरकारको तलब खाएर डक्टर छ होइन। त्यहाँ अब अलिकति नपुग्ने भने औषधि हो, निःशुल्क जनता जति आउँछ निःशुल्क जाँच गरौँ, औषधि चाहिँ आफूले पे गरेर किनोस् के। यति मात्रै गरिदिँदाखेरि धेरै ठुलो राहत हुन्छ। शिक्षाका हिसाबले पनि ब्याचलरसम्म निःशुल्क पठाइदिउँ, त्योभन्दा माथि आफूले इन्कम गर्दै कमाउँदै श्रम गर्दै पढोस्। रोजगारी नेपालको चुनौती हो। निर्माण भएका कानुन कार्यान्वयन नहुने र रोजगार सिर्जना नगर्न सक्ने हामी सबैको चुनौती हो। यसमा हामी सबै गम्भीरतापूर्वक राजनीतिक दलहरू लाग्नुपर्छ र त्यो आम तपाईँ हाम्रो पनि चुनौती हो कि रोजगारी सिर्जना गर्नु ठ्याक्कै तपाईँ हामीले पनि सकेका छैनौँ। त्यो भएर त्यो टाइपले चाहिँ जानुपर्छ। भँदै भएन भन्ने होइन, उहाँले भनेको ठाउँसम्म हामी पुगेकै छौँ, दिनदिनै पुग्छौँ होइन। तर पनि अब अहिले नै एउटाले गरेर सम्भव छैन। नीतिगत हिसाब त तै पनि अझ बनेको छ, तर त्यसलाई कार्यान्वयन गराउने र थप नीति निर्माण गर्नेमा हामी लाग्नुपर्छ भन्ने नै हो। अब तलबाट हुन्छ ठिक छ। भन्दा पनि मलाई जिज्ञासा नै हो। समाजका एकदम नेतृत्व तहमा अब्बल महिलाहरू यहाँ हुनुहुन्छ। आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा र दुईजना चाहिँ नीति निर्माणकै तहमा पुगिसक्नु भए र एकजनाले चाहिँ समाजलाई परिवर्तन गर्नमा अझ ठुलो भूमिका निर्वाह गर्नुभयो भन्छु मैले। किनभने नीति मात्रै बनेर, कानुन मात्रै बनेर परिवर्तन हुने भए आज हामी कहाँ पुगिसक्थ्यौँ होइन। हाम्रो सबै सायद नेपालको जस्तो एकदम राम्रो कानुन, एकदमै विकसित कानुन अरू देशमा सायदै पाएला होइन। त्यति धेरै विकसित छ हाम्रो कानुन। तर पनि अहिले हामी महिलाहरू कहाँ छौँ भन्ने कुरा हामी प्रत्येकले आफ्नो छातीमा हात राखेर सोच्यो भने हामीले त्यो ठाउँ भेट्टाउँछौँ हामी कहाँ छौँ भन्ने कुरा होइन। त्यसकारण सामाजिक चेतना फैलाउनमा जति हाम्रो बिमलाजीले जति योगदान दिनुभएको छ, त्यो योगदानलाई त हामीले कदर गर्नै पर्छ, चाहे त्यो राजनीतिको जुनसुकै स्थानमा पुगेको व्यक्तिले भए पनि। र राजनीतिको नेतृत्व तहमा पुगेर हामी महिलाहरूको यहाँ कुरा आइरहेछ, परिवर्तन भएकै छैन भन्ने होइन, विकास भएकै छैन भन्ने होइन।
हिजो म आफू निमुरेबाट घोराइ आउँदाखेरि हिँडेर आउने मान्छे आज कति सुविधा भइसक्यो, बाटै थिएन बाटो बनिसक्यो, स्कुलहरू कति थियो होइन, कति स्कुल बनिसक्यो, यही महेन्द्र अस्पताल अहिले कस्तो भइसक्यो होइन। विकासलाई नहेरेर विकास नभएको चिजहरूलाई राम्रो पक्षलाई आँखा बन्द गरेर अनि नराम्रो पक्षलाई मात्रै खोज्यौँ भने हामी कहिले विकासमा अगाडि बढ्न पनि सक्दैनौँ र हाम्रो पोजिटिभ थिङ्क कहिले पनि आउन सक्दैन हामीमा। नकारात्मकताले त हामीलाई नराम्रो बाटो मात्र देखाउने हो भन्ने मलाई लाग्छ र म आफूले बुझ्ने बेला पनि के बुझ्छु भने कुनै पनि नकारात्मक कुरामा भित्र पनि केही न केही सकारात्मक पक्ष लुकेको हुन्छ, त्यसलाई खोज्ने कोसिस गर्नुपर्छ भन्ने मलाई लाग्दछ। र अघि कुरा आयो सम्पत्तिको कुरामा पनि हामीले त अधिकार त पाइसकेका छ, त्यो अधिकार पाइसक्दा पनि हामी जतिको शिक्षित भन्छु मैले, हामी जतिको शिक्षित प्रत्येक महिलाहरूले सोचौँ, यहाँ प्रत्येक परिवारका हामी महिलाहरूले सोचौँ कसका बुवा आमाले हामीलाई दिनुभयो त अधिकार। म पनि पढ्छु त्योभित्र, म पनि शिक्षित परिवारकै मान्छे हुँ, खै त मलाई कसले दियो त, ल तिमीहरूलाई पनि यो बराबरको अधिकार पाएनौ नि हामीले, त्यो अधिकार त हामीले पाएनौँ भनेपछि त्यो अधिकार नपाउँदाखेरि उठेको आवाज खै त हाम्रो, अब त्यो आवाज कसले उठाइदिने, को बोल्ने त्यसको बारेमा। किनभने बोल्दै गरेको ठाउँ पनि रोकिएको देखाएको छु मैले। तपाईँको दाइसँग सम्बन्ध बिग्रिन्छ, तपाईँको भाइसँग सम्बन्ध बिग्रिन्छ, बाबुआमासँग सम्बन्ध बिग्रिन्छ, अनि यति नबोल्दै के जान्छ। भइगयो त बिहा गरेर श्रीमानको घरमा पुगिसक्यौँ त, कमाएकै छ श्रीमानले, सम्पत्ति छँदैछ श्रीमानको, किन चाहियो त हामीलाई माइतीको। एउटा सामाजिक रिलेसन पनि त बनाएर राख्नुपर्ने हुन्छ, पारिवारिक रिलेसन पनि त बनाएर राख्नुपर्ने हुन्छ। हामी आम महिलाहरूको चिन्तन सोचको स्तर यही हो। किनभने त्यो चिन्तन र त्यो सोचको स्तर पनि केले बन्यो भने हाम्रो पुरुषवादी समाजले हामीभित्र त्यही भरिरहेको छ नि त। हामी जन्मेदेखि हामीले त्यही देखिरहेछौँ, त्यही सोचिरहेछौँ, त्यही नै त्यसैमा हुर्किरहेछौँ, हाम्रो स्कुलिङ नै त्यही भइरहेको छ। त्यही भएर हामी मलाई लागेको कुरा के भने हामी जब महिलाहरूको कुरा गर्छौँ, महिलाको नेतृत्व गरेर जाने महिलाहरू जुन नेतृत्व तहमा पुग्नु भएको छ, उहाँहरूले कम्तीमा जब महिलाको एजेन्डा आउँछ, महिलाको कुरा आउँछ, त्यो कुरा आउने बेलामा किन हामी एउटै तहमा नआउने त। त्यो कार्यान्वयनको पक्षमा ठिक छ, उसले सम्पत्ति खोजेको कुरा राम्रो हो नि, कसैले न कसैले त सुरुवात गर्नु पर्यो नि भनेर मैले किन भन्न नसक्ने। मलाई त कति बेला मेरो कुरा अलि धेरै पनि हुनसक्छ, किनभने मभन्दा ज्ञाता धेरै विद्वान व्यक्तित्वहरू हुनुहुन्छ यहाँ, तर मलाई त कतिपय बेलामा के लाग्छ भने हेर्नु, हामी महिलाहरूले नै यो कुरामा धेरै नै इन्टरफेयर गरे जस्तो मैले महसुस गर्छु। बरु पुरुषहरूलाई कन्भिन्स गर्ने एउटा पाटो सजिलो होला, तर महिलाहरू यो कुरामा कन्भिन्स हुन एकदम गाह्रो के। हामीले गरिदिनुपर्छ, सही दिनुपर्छ। एकातिर हामीले के गरिरहेछौँ भने महिलाको अधिकारको कुरा पनि गरिरहेछौँ, अर्कोतिर महिलाले नसहे समाज बिग्रिन्छ भन्ने कुरालाई पनि साथसाथै लगिरहेछौँ। यो दुईटा कुरा साथसाथै लग्दाखेरि हामी कहाँ पुग्ने हो होइन। मलाई त्यो आफूलाई लागेको कुरा। र महिलाहरू गतिशील हुन एकदम जरुरी छ, किनभने स्थिर भयो भने त हामी रुक्छौँ। हामीलाई गतिशील हुनुपर्ने छ र महिलाले कसैले सहयोग गरेको भरमा, कसैले मैले तँलाई अगाडि लैजान्छु भनेको भरमा हामी बाटो हिँड्यौँ भने त बिराइन्छ बाटो। सधैँभरि तपाईँ गल्ती गर्दै गर्नुहोस्, म सहँदै गर्छु, ठिक छ नि भन्नेमा गयो भने त बिग्रिन्छ कुरो। त्यसकारण हामीले गलत चिज चाहिँ हो, समाजले के भन्छ भन्ने कुरा दोस्रो पाटो हो। समाजसँग लड्न असाध्यै गाह्रो छ, एकदम अप्ठ्यारो छ। त्यो भोगेपछि मात्र थाहा हुन्छ यो समाजले कसरी अभोइड गर्छ, कसरी लात्ताले हान्छ र तपाईँको अलिकति बिग्रिँदा बित्तिकै कसरी छोड्छ तपाईँलाई यो समाजले। साँच्चै अप्ठ्यारो छ, तर पनि तपाईँलाई परेको पीडा त तपाईँले नै परेछ नि, त्योसँग लड्ने तपाईँ नै हो, आफू नै हो। यो कुराको चेतनाको विकास महिलाहरूमा हुनैपर्छ र यो चेतनाको विकास कसरी गराउने भने राजनीतिको नेतृत्व तहमा पुगेर नीति निर्माण त गर्नुभयो, अब यो चेतनाको स्तरलाई कसरी माथि उठाउने, यो कुरा चाहिँ हाम्रो नेतृत्व तहमा पुगेका महिलाहरूले राम्ररी यसलाई कसरी कुन पाटोबाट कार्यान्वयनको पक्षमा लग्न सकिन्छ यसमा हजुरहरूले अझ जोडबल पुर्याउनु होला भन्ने पनि म आग्रह गर्न चाहन्छु। साथसाथै नागरिकताकै कुरा हेरौँ न, कसरी उठिरहेछ अहिले नागरिकताको कुरा, कहाँसम्म पुगिरहेछ भनेपछि दोस्रो दर्जाको नागरिक कानुन बनिसके पनि हामी पहिलो दर्जामा त पुगेकै छैनौँ जस्तो लाग्छ मलाई। धेरै कुराले, त्यो सामाजिक कुराले होस्, पारिवारिक कुराले होस्, नीति नियमका कुराले होस्, धेरै कुराले होला हामी अघि पछाडि नै छौँ। र महिलाहरूको मलाई पनि आफूलाई अनुभव भएको कुरा के हो भने जबसम्म महिलाहरू अर्थमा जोडिँदैनन्, आर्थिकमा जोडिँदैनन्, महिलाहरू आर्थिक रूपमा सक्षम हुँदैनन्, तबसम्म प्रगति हुँदैन। किनभने जब हामी बोल्छौँ विद्रोह त हुन्छ। हेर्नुहोस्, गलत कुराको हामीले जानेर गलत कुराको हामीले उठाउँछौँ, आवाज उठाउँछौँ, त्यहाँनिर विद्रोह हुन्छ। त्यति बेला कतिपय बेलामा तपाईँ
सही लिनुपर्ने हुन्छ। तर आर्थिक सक्षमता हुँदा बित्तिकै हामी गलतलाई गलत र सहीलाई सही भन्ने एउटा ठाउँमा पुग्छौँ भन्ने मलाई लाग्छ। त्यसकारण हाम्रो शान्ताजीले म त के भन्छु भने नेताहरूले पनि काम गर्नुपर्छ, पैसा कमाउनुपर्छ। नेताहरूले काम गरेनन्, पैसा कमाएनन्, उद्यमी बनेनन्, जोडिएनन् कमाउनेतिर भने भ्रष्टाचारी भन्छन्। त्यो भ्रष्टाचारी हुनु भनेकै नकमाउने मान्छे नै भ्रष्टाचार गर्नेतिर लाग्ने हो। किनभने परिवार सबैसँग छ, सामाजिक दायित्वहरू पुरा गर्नुपर्ने सबैले गर्नुपर्ने हुन्छ। त्यसकारण सबैजना हामी उद्यमी बन्नुपर्छ, केही न केही काम गर्नुपर्छ, कमाउनेतिर लाग्नुपर्छ। र यो कुरालाई विशेष गरेर महिलाहरूकोमा म के भन्छु भने स्थानीय तहले जस्तो एउटा बजारीकरण हुन्छ, त्यो उत्पादन गरेका चिजहरूलाई कसरी बजारीकरण गर्ने त्यसको जिम्मा हाम्रो स्थानीय तहले राम्ररी लिँदै हाम्रा धेरै दिदीबहिनीहरू अगाडि बढ्थ्यौँ हामी भन्ने पनि मलाई लाग्छ। समग्र कुराहरूलाई र महिलाहरूको चेतनाको स्तरलाई अझै उठाउनु पर्नेछ। हामी चेतनाको कुरामा अझै पछाडि छौँ। यो कुरालाई पनि नीति नियम सँगसँगै कसरी लग्न सकिन्छ यसमा पनि हजुरहरूको पहल कदमी रहनेछ भन्ने मैले आशा गरेको छु। धन्यवाद। हाम्रो बिमला दिदीलाई नै यो क्वेसन गर्न चाहन्छु। दिदीलाई हेरेर कति कुराहरू सिक्ने अवसर मिलेको। मलाई दिदी चाहिँ एकदम सराहनीय व्यक्ति हुनुहुन्छ, मेरो आदरणीय दिदी। धेरै कुराहरू चाहिँ दिदीबाट मैले ज्ञान पाएको छु। र दिदीको आर्थिक पाठ जुन थियो, म सानो हुँदाखेरि दिदीले बचत गर्ने एउटा टिकुरी पनि 2 रुपियाँको नलगाऊ 25 पैसाको लगाऊ भनेर भन्नुभएको थियो। त्यो म अहिलेसम्म सम्झिरहेको छु। र दिदीले जुन सामाजिक काम गरिराख्नु भएको छ त्यो मलाई लाग्दैन राष्ट्रपतिले गरेको भन्दा कम छ जस्तो मैले सोच्ने बेला, एउटा सभासदले गर्नुभन्दा कम छ जस्तो मलाई लाग्दैन। त्यो हुँदाहुँदै पनि फेरि दिदीलाई यता राजनीतितिर पनि हुन्छ। सुरुवातमा दिदीले राजनीति गर्नुभएको हुनाले इन्ट्रेस्ट पनि हुनसक्छ होइन। अनि राजनीतितिर गइरहेको पनि देखिरहेको अवस्था। अनि अहिले भर्खर कुरा गर्दा गर्दै उद्यमीहरू हुनुपर्छ, राजनीतिको माथिको ओदामा जाँदा हामी आर्थिक कुरामा अब्बल हुनुपर्छ भन्ने कुरा हुँदा शान्ता दिदी चाहिँ राजनीति गरेर उद्यमी बने जस्तो मलाई चाहिँ त्यस्तो लाग्छ होइन। मैले नबुझेको हो कि। फेरि बिमला दिदी त आर्थिक पाटोलाई असाध्यै समाजसेवा गरेर सबैलाई सशक्तिकरण गराएर आर्थिक पाटो पनि बलियो बनाएर राजनीतितिर गएको। अनि हामी सामाजिक, मैले नबुझेको कुरा जस्तो हामी सामाजिक काम गर्दै जस्तै बिमलै दिदीको कुरा जस्तै मैले गर्दै आएँ। हामी के राजनीति ओदामा नपुग्दासम्म हाम्रो कुरा सुनाइ नहुने हो कि हामी त्यहाँसम्म पुग्नै पर्ने हो कि, यो विषयमा चाहिँ म प्रष्ट छैन। म आदरणीय दिदीहरूलाई आज्ञा गरी प्रश्न पार्दिन हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद। अत्यन्त मिठो रूपमा प्रश्न राख्नुभयो। तर अब तपाईँले भने जति त्यति योग्य त म छैन होइन। र आफ्नो सब प्रयास गर्ने हो, समाज रूपान्तरणमा आफ्नो योगदान गर्नलाई प्रयासरत रहने हो। राजनीति भनेको वास्तवमै राज्य सत्ता सञ्चालन गर्ने र नीति निर्माण गर्ने थलो हो। त्यसैले पनि पछाडि परिएको वर्गको कुरा अघि दुवैजना आदरणीय मान्यजीहरूले कस्तो राम्रो कुरा उठाउनु भयो होइन। उहाँहरूले गरेको योगदानले नै गणतन्त्रसम्म हामी आइपुग्यौँ। अब हामी पनि आर्थिक पक्षको कुरा, सामाजिक विभेदको कुरा, असमानताको कुरा, महिलाहरूले विविध रूपमा भोगेको हिंसाको कुरा, सामाजिक पक्षको जुन अनुभव र अनुभूति छ यसलाई लिएर गएर नीति निर्माण तहसम्म हामी पुग्ने र एडभोकेसीको क्षेत्रमा काम गर्नलाई पनि नीति बनाउने ठाउँमा चाहिँ पुग्नु पर्दो रहेछ महिला भन्ने कुरोको अनुभूति चाहिँ हो मलाई। म राजनीतिसँग कहिले पनि टाढा चाहिँ छैन, सँगसँगै छु। कहिले कुनै एउटा साधारण सदस्य, सक्रिय सदस्य, कुनै न कुनै पद, सल्लाहकार कहीँ न कहीँ छु, पार्टीसँग जोडिरहेको छु। तर अब चाहिँ हामीलाई के लाग्यो भने प्रत्येक महिला वडा सदस्य खोज्न जाँदा 100वटा वडा छ दाङ जिल्लामा, दलित महिला सदस्यलाई वडा सदस्यको निर्वाचित गर्न जाँदा त्यही एउटै परिवारको 2 पटक आउनु भएको छ है। राजपुर गाउँपालिकामा हेर्नुहोस्, अब्बल हुनुहुन्छ उहाँ, अब के अरे गाउँपालिकाको अध्यक्ष हुन सक्नुहुन्छ, यादव परिवारको छोरी हुनुहुन्छ। तर 2 पटक उहाँ उपाध्यक्ष हुनुभयो। अर्को यादव परिवारको छोरी तयारै भएको छैन होइन। चौधरी परिवारको हेर्नुहोस् या अन्य वर्गको महिलाहरूलाई हेर्नुहोस्, जो राजनीतिक रूपमा सिन्चित, पुष्पित, पल्लवित भन्छु क्या मैले, बिउ अनि ऊ के अरे पात हुँदै फक्रेर आँकुरा भएर राजनीतिक प्रशिक्षितबाट ऊ जन्मेर हुर्क्यो, ऊ चाहिँ त्यो बाटोमा लाग्यो। तर नयाँ परिवारहरूलाई त्यो राजनीतिक रूपमा प्रशिक्षित गरेर लिएर आउन अत्यन्त कठिन छ, राजनीतिमा टिकिरहन पनि कठिन छ। त्यसैले पनि यसलाई नीतिदेखि अब एउटा व्यवहारसम्म लानका लागि हरेक महिला राजनीतिक रूपमा सशक्त बन्नै पर्छ। नियो त राजनीति हो। सामाजिक सशक्तिकरण एउटा बाटो हो हाम्रो, आर्थिक सशक्तिकरण आत्मसम्मान हो, आत्मबल हो हाम्रो। म अघि के अरे बिन्दु के अरे नानीले भने जस्तै म अब आर्थिक रूपमा आत्मनिर्भर छु, म विद्रोह गर्न सक्छु, गलत कुराको म सही कुरामा उठाउन सक्छु, समाजलाई त्यसमा जोड्न सक्छु भन्ने आँट आउने कुरा हो। तर राजनीतिको मियो भनेको राजनीति नै हो। राजनीति बिना यो समाज परिवर्तन, राष्ट्र परिवर्तन र राष्ट्रको मूल प्रवाहीकरण 4 क्षेत्र भन्छौँ हामी, सामाजिक के अरे आर्थिक
सांस्कृतिक भनेको विभेद अन्त्य गर्ने हो। सांस्कृतिक जातीय विभेद, लैङ्गिक विभेद, भौगोलिक विभेद, विभिन्न किसिमको हिंसा, असमानता, समान रूपमा नेतृत्व तहमा जाने कुराहरू सांस्कृतिक विभेदबाट हामी उन्मुक्ति हुने हो भने अन्तिममा जाने भनेको हामीलाई न्याय दिने भनेको, हामीलाई सुरक्षा दिने भनेको, हाम्रो के अरे नागरिकलाई साँच्चीकै सार्वभौमसत्ता सम्पन्न बनाउने भनेको, हाम्रो समान हक प्राप्त गर्ने भनेको राजनीतिक क्षेत्र नै हो। त्यसैले राजनीतिक क्षेत्रमा हरेक महिलाहरू सुसूचित हुनुपर्छ, सचेत हुनुपर्छ र आफ्नो विचार र धारणा अनुसार जोडिनुपर्छ। जुन पार्टीमा जोडिए पनि हुन्छ, मसँगै आउनुपर्छ भन्ने कसैले पनि भन्नुभएको छैन होइन। हाम्रो त स्वतन्त्र अधिकार छ। त्यसले आफ्नो नीति सिद्धान्त अनुसार हरेक व्यक्ति अब राजनीतिमा जोडिनुपर्छ। आफूले गरेको अनुभव छ, सिपको अनुभव हुनसक्छ, श्रमको अनुभव हुनसक्छ, शिक्षाको अनुभव हुनसक्छ, संस्कृतिको अनुभव हुनसक्छ। त्यसलाई लगेर हामी राजनीतिसँग जोड्न सक्यो भने बल्ल हाम्रो समग्र के अरे एउटा परिवर्तन चाहिँ सम्भव छ। आफूले प्राप्त गरेको अधिकार उपभोग गर्ने, अघि मान्यज्यूले भन्नुभयो, हाम्रो दामाजीले, नीतिमा त लेखिएको छ, तर महिलालाई नै म हिंसित छु भन्ने छैन। बिन्दुजीले भने जस्तै म बोल्नुहुन्न, मेरो घर बिग्रिन्छ, म बोल्यो भने माइती टुट्छ, श्रीमान टुट्छ होइन, समाजले मलाई इग्नोर गर्छ, मलाई समाजले भोलि स्वीकार गर्दैन भन्ने हिसाबले महिला हिंसा भोगेर पछाडि बसिरहनु भएको छ। कम्तीमा पनि यो चारै चरणमा संविधानबाट प्रदत्त अधिकार उपभोग गर्न सक्नलाई त राजनीतिक सचेतना त चाहियो नि त। त्यसैले राजनीति चाहिँ यो हो, हामी जोडिनुपर्छ, यसको सचेतना लिनुपर्छ। संविधान आइसक्यो, उहाँहरूले निर्माण गरिसक्नुभयो, उहाँहरूलाई त कोटी कोटी नमन छ हाम्रो होइन। संविधान निर्माण गर्नेहरूलाई यो राष्ट्रमा संविधान दिनुभयो 70 वर्ष पछाडि। तर सम्भव छ जस्तो मलाई लाग्छ। मैले एउटा इस्यु उठाउँछु यहीसँग जोडेर। जस्तो 2003 सालमा अब म महिला सङ्घको नेतृत्व गरे हो नेपाली काङ्ग्रेसभित्र। महिला सङ्घको नेत्री हुनुहुन्छ मङ्गलादेवी सिंह, एमालेकै नेत्री हुनुहुन्थ्यो साहना प्रधान अधिकारी। उहाँहरूले राणा प्रधानमन्त्री पदमा सम्झेर कसरी जानुभयो होला ल भन्नुहोस् त। त्यो बेलामा राणा जहानीय राणा शासनको विरुद्धमा राणा प्रधानमन्त्रीकै समक्ष गएर 2003 सालमा हामीलाई मताधिकारको भोट चाहियो, हामी महिलाहरूले मत हाल्न पाउनुपर्छ भन्दा कैयौँ युरोप कन्ट्रीहरू, अमेरिकाले पनि मताधिकार दिएको थिएन, न्युजिल्यान्ड र लगायत केही कन्ट्रीहरूले मात्रै पायो। तर 2008 सालको निर्वाचनमा त नेपाली महिलाहरूले हामी मत दिन पायौँ त। जब लोकतन्त्र आयो भने सम्भव छ, हरेक समस्याको समाधान छ, हरेक कुराको सम्भव छ। मात्रै अघि मान्यज्यूले भने जस्तो आँट, साहस, हिम्मत, निरन्तरता र सकारात्मक भावना। म मात्रै अगाडि एक्लै होइन कि सबैलाई लिएर म अगाडि बढ्छु, सबैका लागि म गर्छु भन्ने मान्छे सफल हुन्छ। त्यसैले यो पनि सम्भव छ होइन। उहाँहरूले नीति बनाउनु भएको छ, हामी एडभोकेसी गरौँ, ग्यापलाई पुरा गरौँ, यही नै हो मेरो अनुरोध। म मान्य शान्ता चौधरी गए। अब अलिकति मैले आदरणीय बिन्दु गिरीको भनाइलाई पनि यहाँनिर जोड्छु। उहाँले भोगेको जस्तो उहाँ चाहिँ हामीले देखेको नेतृत्व तहमा महिलालाई चाहिँ नेतृत्व गरेर आउनु भएको मान्छे, उहाँको भनाइ र हजुरहरूले नीति निर्माण गरे तह, त्यो मनसँग यो मन त मिलेन नि। यस्तो हो। अब हामीले पटक पटक भन्यौँ नि, अब धेरै उपलब्धि तपाईँ हाम्रो मेहनतले, तपाईँ हाम्रो सङ्घर्षले, तपाईँ हाम्रो बलिदानले धेरै उपलब्धि हामीले हासिल गरेका छौँ। अब अहिलेसम्म हामीले हासिल गरेका उपलब्धिहरू संस्थागत गर्ने, बाँकी अब अरू बाँकी उपलब्धि लिनका लागि चाहिँ सङ्घर्ष गर्ने हो कि अझै पनि हामीले त्यो अझै पनि सङ्घर्ष गर्न बाँकी छ। महिलाहरूलाई चाहिँ अहिले पनि लिडरसिपको रूपमा स्वीकार्दैन नेतृत्व। तपाईँ म भन्छु ल हेर्नुहोस् त, नेकपा एमालेमा अध्यक्ष को छ? पुरुष। अनि तपाईँको महासचिव को छ? पुरुष। अलिकति कार्यकारी पदमा सबै पुरुष। माओवादीमा को छ? त्यस्तै छ। नेपाली काङ्ग्रेसमा को छ? त्यस्तै। त्यो पुरुष प्रधान देश नि हाम्रो, त्यसले यसरी जडा गारेको छ कि तपाईँ हामी चाहेर पनि त्यो झट्टपट ओखल्नै सक्दैनौँ क्या, त्यति धेरै जडा गारेर बसेको छ। त्यस कारणले हामीले जे जति पाएका छौँ त्यो धेरै पाएका छौँ भन्छु म। अब अरू बाँकी पाउनको लागि चाहिँ हामी सङ्घर्ष गर्नै पर्छ। सजिलै हामीलाई लौ भनेर भन्दैनौँ। हामीले संविधानमा अब अनिवार्य भन्ने व्यवस्था हामीले समानुपातिकता कुरा गऱ्यौँ, संविधानमा लेख्यौँ। यदि हामीले 33% महिलाहरूको सहभागिता अनिवार्य हुनुपर्छ भन्ने कुरा नलेखिएको भए आज हामीले यति धेरै उपाध्यक्ष महिलाहरूलाई भेट्ने थिएनौँ, वडामा महिला सदस्यहरू भेट्ने थिएनौँ, 33% महिलाहरू संसदमा भेट्ने थिएनौँ। त्यस कारणले अब धेरै कुराहरू भएको छ, बाँकी
धेरै कुराहरूको लागि सङ्घर्ष गर्नुपर्ने भएको छ। मैले भनिहालेँ यो पुरुष प्रधान देश हाम्रो त्यो जडा गाडेर बसेको छ, त्यति सहजै ओखलिँदैन। यो ओखल्नको लागि अझ थप हामीले मेहनत गर्नुपर्छ। अर्को कुरा चाहिँ म तपाईँहरूलाई जस्तो महिलाहरूको धेरै महिलाहरू कुवेतमा जाने अनि खाडी मुलुकतिर गएर अनि त्यसपछि गर्भवती भएर फर्किने धेरै केसहरू हामीले सुनेका छौँ। अब एउटा मैले चाहिँ के गर्न खोजिरहेको छु भने अब म कति सक्सेस हुन्छु होइन त्यो समयले बताउला। मलाई अबको 1-2 वर्षभित्रमा मलाई 1000 महिलाहरूलाई चाहिँ आत्मनिर्भर बनाउने चाहना छ मेरो। मैले बजार खोजेको छु, मैले इन्टरनेसनल बजार खोजेको छु, नेपाली बजार मात्रै होइन। त्यो बजारमा म यहाँका महिला दिदीबहिनीहरूलाई जोड्न चाहन्छु। जस्तो अहिले मैले अचार व्यवसाय गरेको छु, यो अचार व्यवसाय मेरो नेपालमा मैले अन्त दिनै सकेको छैन। यति धेरै माग छ, म त कल्पना पनि गर्न सक्दिनँ कि कसरी यस्तो धेरै माग भयो मेरो अचारको जस्तो लाग्छ कहिलेकाहीँ। मैले नेपालमा भाटबटेनी बाहेक अन्त मैले पुर्याउनै सकेको छैन। धेरै माग भइसकेपछि अस्ति भर्खर दाङमा मैले रामप्रसाद पोखरेलजीलाई डिलरको लागि दिएँ, बाँकी मैले अन्त पुर्याउनै सकेको छैन। नेपालमा भाटबटेनी बाहेक अन्त दाङमा आयो र भाटबटेनीमा गयो, बाँकी म नेपालमा दिन सकेको छैन। मेरो सबै अचारहरू चाहिँ कहाँ जान्छन् त भन्दा अमेरिका जान्छन्, युरोप जान्छन्, अस्ट्रेलिया जान्छ होइन, कतार जान्छ। मेरो अचार चाहिँ बढी चाहिँ बाहिर गइरहेछ। त्यो सँगसँगै अब मैले के जोड्दैछु त भन्दा हाम्रा दिदीबहिनीहरूले बनाएका गुन्द्रुक मैले पोहोर साल मात्रै झन्डै अमेरिकामा चाहिँ 3-4 टन मैले गुन्द्रुक पठाएँ। जस्तो मस्यौरा यति महँगो बिक्छ हेर्नु, 600-700 किलोमा बिक्छ। दिदीबहिनीहरूले मस्यौरा बनाएर मलाई दिए हुन्छ। मस्यौरामा फेरि किरा पर्छन् है, मस्यौरा बनाउने अनि त्यसपछि त्यसमा ढुसीहरू लाग्छ, किरा पर्छ होइन। त्यो गुन्द्रुकमा पनि बर्खा लाग्यो भने ढुसी लाग्छ। त्यस्ता चिजहरूबाट हामी जोगाउनु पर्छ, किनभने हामी विदेश पठाउने सामानहरू चाहिँ कम्तीमा पनि 3 महिनादेखि 6 महिना लाग्छ त्यहाँ पुग्नको लागि। त्यही भएर हामी चाहिँ हाम्रा लेभलहरूमा कम्तीमा हामीले डेट चाहिँ 2 वर्षको राख्नुपर्ने हुन्छ, 18 महिनाको राख्नुपर्ने हुन्छ। त्यस कारण यो कुरामा चाहिँ हामीले ख्याल गर्नुपर्ने हुन्छ। जस्तो अब अहिले मैले कोदोको पिठो, त्यसपछि मकैको च्याख्ला, अनि सातु, दाल, सिमी लगायतका धेरै चिजहरू चाहिँ म बाहिर पठाउन सुरु गरेको छु। जस्तो मह, घिउ लगायतका धेरै सामानहरू, नेपाली सामानहरू चाहिँ मैले विदेश पठाएको। जस्तो 3 महिना भयो मैले उसले अस्ट्रेलियाले मागेको म अहिलेसम्म तयार गर्न सकेको छैन के। त्यही भएर मसँग बजार छ, त्यो बजार कन्टिन्यू कतिसम्म जान्छ त्यो त समयले बताउने कुरा भयो। तर दिदीबहिनी यहाँका दिदीबहिनीहरूले के उत्पादन गर्नु भएको छ। जस्तो धेरैको सामानहरू मैले पठाइसकेको छु। तपाईँहरूले अब कसैले बुटिक सञ्चालन गर्नुभएको छ होला, नेपालमा त आधा नेपाली विदेश छन् नि, र आधा नेपाली विदेश छन् क्या। जस्तो अमेरिकामा हामीले यहाँबाट आफूले सिलाएका कुर्ता सुरुवालहरू, ब्लाउजहरू, साडीहरू पठाउन सक्छौँ। कसैले के बिन्नुहुन्छ म देख्छु, दाङमै पनि के बुनेको के बनाएको त्यस्तो चिजहरू पनि हामीले पठाउन सक्छौँ। अब हामी बसेर चाहिँ एक फेरा दाङको साथीहरू यसको म्यानेज कसले गर्ने हो, नभए साजी दाजुले गर्दा पनि हुन्छ। एक दिन एक ठाउँ बसौँ उद्यमी महिलाहरू, अनि के गर्न सकिन्छ सल्लाह गरौँला। यदि उद्यमी महिलाहरू हुनुहुन्छ र उहाँहरूले बजार पाउनु भएको छैन भने उहाँहरूको बजारको लागि चाहिँ म पहल गर्छु। तपाईँहरूसँग के छ बजारीकरण गर्नुपर्ने, तपाईँहरूको बजारमा लानुपर्ने के चिजहरू छन्, मैले सकेको सहयोग गर्छु। र अर्को कुरा चाहिँ यो जुन महिलाहरूको पीडा मैले भन्दै थिएँ, यो कस्तो हुँदो रहेछ भने म परार साल चाहिँ बङ्गलाचुली गएको थिएँ। अनि त्यहाँ चाहिँ एकदम अदुवा, मैले अहिले यति धेरै अदुवा झार्छु, हेर्नुहोस् यति धेरै अदुवा झार्छु, टन अदुवा झार्छु, तर अन्तबाट झारिरहनु परेको छ कि। कमसेकम बङ्गलाचुलीमा हुने हो भने त म यहीँबाट झार्थेँ नि। जस्तो टिमुर कति राम्रो खेती हुन्छ बङ्गलाचुलीमा, मैले रुकुमबाट बोराका बोरा किन टिमुर ल्याउनु परेको छ, म त्यहीँबाट ल्याउँथेँ नि। तपाईँको मकैका च्याख्ला बेच्छु, दाङमा यति राम्रो मकै हुन्छ, यहीँबाट दिदीबहिनीले उत्पादन गरेको मुला, गाजर लगायतका धेरै चिजहरू म यहीँबाट ल्याउँथेँ। अब हामीले चाहिँ कस्तो भयो भने त्यहाँ एकदमै त्यो अदुवा खेती अनि त्यसपछि तपाईँको बाख्रा पालनको लागि उपयुक्त ठाउँ देखेर मैले चाहिँ कृषि मन्त्रालयमा गएर एकजना कर्मचारी पनि बोलाएर अनि त्यसपछि ल यहाँ त बाख्रा पालन जोन बनाउनुपर्छ क्या भन्ने कुरा चलाएको।
त्यहाँका युवाहरूले मलाई के भने ल हेर शान्ता चौधरीले मलाई पाखा गोला जा भन्छ भनेर भन्ने भयो के भनेको मैले मेरो देशमा मैले के गर्छु भन्ने त्यो छैन के 11-12 पास गर्यो भने युरोप जाने 11-12 पास गरेपछि अमेरिका जाने हाम्रो दिमागमा एकदम छिटो मनी के भन्छ त्यसलाई फास्ट मनी एकदम छिटो चाहिँ पैसा कमाउने हामी त्यो सपना देख्छौँ के अब हामी यही परिवारसँग बसेर 15,000 कमाउँ भन्दैनौँ कि हामी यहाँ होइन विदेश गएर हामीले 2 लाख कमाउँ भन्ने मात्रै सोध्छौँ कि धेरै धेरै चिज छ कस्तो पनि विदेशमा गएका मान्छेहरू सबै धनी नेपालमा बस्ने मान्छे सबै गरिब हो त होइन नि विदेशमा बस्ने भन्दा नेपालमा बस्ने मान्छेहरू झन् धनी छन् अहिले नेपालमा बसेर व्यवसाय गर्ने मान्छेहरू महिनामा करोड कमाउँछन् लाखौँ कमाउँछन् हजारौँ कमाउँछन् विदेशमा गएर मात्रै हामी धनी हुने अथवा हामी सम्पन्न हुने नेपालमा बसेर हामी गरिब हुने भन्ने जुन मानसिकता छ त्योबाट माथि उठ्नुपर्छ हामीले रोजगारीका कुरा गरिरहेछौँ हाम्रा जग्गा बाँधा छन् हाम्रो धेरै युवाहरू चाहिँ आफूले काम गर्न सक्ने चिज खाडीमा गएर 35,000 मा मरेर काम गर्नुहुन्छ यहीँ बसेर 20,000 मा काम गर्न तयार हुनुहुन्न कि त्यस कारणले गर्दाखेरि रोजगारी नै नभएको होइन हाम्रो रोजगारी नै नभएको होइन तर हामीले चाहिँ खोजी गर्दैनौँ के त्यो अवसर चाहिँ ल भनेर फिर्ता अगाडि आइदिन्न त्यो अवसरको खोजी चाहिँ हामीले पनि गर्नुपर्छ भन्ने लाग्छ मैले सुरु गरेको छु अब कहिले यहाँ चाहिँ साथीहरूले के भन्नुहुन्छ नि त नेता होस् त्यही भएर तेरो बजार छ भन्नुहुन्छ कि नेताको त झन् बजार हुँदो रहेछ हेर्नुहोस् त्यो आफैले खोज्नुपर्छ नेताले माओवादीले खान मन गर्दिन्न मेरो अचार काङ्ग्रेसले उस्तै गरी खान मन गर्दिन्न मेरो अचार नेपालमा छैन त्यस्तो कुरा गर्नु पर्दा यसको अचार कन्टेस्ट गरौँ भनेर लेख्छन् क्या कमेन्टमा लेखिरहेको हुन्छन् के भनेको मतलब अब त्यो होइन जेसुकै भए पनि त्यो अलिअलि समस्या हुन्छ क्या त्यो हुन्छ हेर्नुहोस् त्यो कसै न कसैले त्यो प्रतिबन्ध लगाउँदा रहेछ के अस्ति अस्ट्रेलियामा अचार पठायो कि ए बेडम यहाँ त के पार्टीका साथीहरूले तपाईँको अचार नखाने भनेर यहाँबाट निस्किहाल्यो भन्दै थियो कि ठिकै छ नि खानेले खान्छन् भनेर भने एक खालको त्यो रेसिपी अथवा त्यो इग्नोर गर्ने चलन छ के पार्टी फरक भइसकेपछि त्यस्तो चलन छ सबैमा त्यो नहोला तर त्यो काहीँ छ क्या कुनै बेलामा पानी बार हुन्थ्यो होइन यो त अहिले त धेरै राम्रो वातावरण छ त्यस कारणले तपाईँले गरेको व्यवसाय उहाँले गरे सबैले गरेका व्यवसायहरूको सबैको बजार पाउँछ तर त्यसको चाहिँ कसरी बजार लिने भन्ने कुरा चाहिँ कतिपय कुराहरू चाहिँ कतिपय मान्छेहरूसँग सिक्न पनि पर्छ कि सिकाइहरू आदान प्रदान भयो भने चाहिँ हामीले काम गर्न सहज हुन्छ भन्ने लाग्छ त्यस कारणले अब दिदीबहिनीहरूलाई त्यस्तो समस्या छ भने त्यस्ता खालका दिदीबहिनीहरू कतिजना हुनुहुन्छ विदेशबाट फर्किएर त्यो समस्या भोगेर आएका दिदीबहिनीहरू कतिजना हुनुहुन्छ हामीले त्यसको खोजी गरौँ हामी यहाँका महिला लिडरसिप हो चाहे त्यो सामाजिक क्षेत्रमा काम गर्नुहोस् चाहे त्यो राजनीतिक क्षेत्रमा काम गर्नुहोस् हामी महिला लिडरसिप हो त्यस कारणले गर्दाखेरि त्यस्ता महिलाहरूलाई खोजी गरौँ बरु यहीँ कम्पनी खोलिदिउँ एउटा उद्योग खोलिदिन्छु म घोराई अहिले पनि मेरो यहीँ छ घोराइमै छ त्यो अहिले चाहिँ अलि बढी बोकेर लानु पर्यो काठमाडौँमा भनेर अलि बढी उता उत्पादन गर्छु यदि त्यस्ता दुःख पाएका महिलाहरू हुनुहुन्छ भने 20-25 अहिले मेरो 25 जना हुनुहुन्छ काम गर्ने काठमाडौँमा अरू 20-25 जनालाई यहीँ उत्पादन गर्न पनि लगाउन सकिन्छ यस्तो विषयमा म सहयोगी भूमिका खेल्न सक्छु एकदम छोटो छ है यसमा के अरे मैले उहाँलाई अत्यन्त सम्मान गर्छु मान्यज्यू हुनुहुन्छ होइन सङ्घर्ष गरेर यहाँसम्मको आफ्नो जीवन र योगदान पुर्याउनु भएको छ राष्ट्रिय विकासमा तर मेरो फरक मत छ अघि मान्यज्यूहरूले नै के कुरा गर्नुभयो भने हामीले नीति निर्माण गऱ्यौँ र अब त्यसलाई संस्थागत गर्नुपर्छ भन्नुहुन्छ विनोद चौधरीले यो देशमा कतिलाई के अरे रोजगार दिने होइन अब अम्बानीले भारतमा कतिलाई रोजगारी दिने हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्छ भन्ने हाम्रो मान्यता हो हाम्रो माग हो यो समाजको चुनौती हो तर त्यसलाई संस्थागत हामीले स्थानीय सरकारले जिम्मेवारी लिनुपर्छ होइन उहाँले एउटा कुरा त ल्याइहाल्नु आफै स्वीकार के गर्नुभयो भने शान्ता चौधरीसँग कति मिलेर कतिजनाले काम गर्ने उहाँको नेतृत्वमा कतिजनाले नेतृत्व स्वीकार गरेर त्यो उद्योगमा आउने यहाँ त के हुन्छ प्रत्येक व्यक्ति ओनर बन्न चाहन्छ प्रत्येक व्यक्ति व्यवसायी बन्न चाहन्छ प्रत्येक व्यक्तिले आफ्नो प्रतिष्ठा उठाउन चाहन्छ आफ्नो परिवारसँग मिलेर उसले काम गर्न चाहन्छ तर यसको ओनरसिप स्थानीय सरकारले लिनुपर्छ आजको यो नीतिदेखि व्यवहारसम्मको जति पनि आजको छलफल भयो म त भन्छु पत्रकार साथीहरूलाई यसरी उठाइदिनुहोस् कि राज्यमा भएका साझा मुद्दाहरू जे छन्
त्यो पनि अझ सीमान्तकृत दलित जनजाति उत्पीडित श्रमिकहरूका मुद्दाहरूलाई स्थानीय सरकारले ओनरसिप लिनुपर्छ। यस्ता उद्योगहरू स्थानीय सरकारले स्थापित गर्नु पर्यो। कर वृद्धि मात्रै गरेर हुन्छ? कर वृद्धि कोसँग गर्ने? यदि एउटा परिवार एउटा घरसँग कर वृद्धि गरेर हामीले स्थानीय सरकार चलाउन सक्छौँ भनेपछि नेपाली काङ्ग्रेस र एमाले नै छ नि सत्तामा अहिले। कर वृद्धि होइन, कर दिनका लागि सक्षम युवा तयार गरोस् न स्थानीय सरकारले, उद्योग धन्दा स्थापना गरोस्। एएमएल CFT भन्छ अहिले, सम्पत्ति शुद्धिकरणको कुरा छ। यो राष्ट्र अहिले फाइनेन्सियल ट्याक्स यसो ग्रे लिस्टमा गएर परेको छ क्या, FATS भन्छ, फाइनेन्सियल एक्सन एउटा ट्याक्स एउटा टिम छ हाम्रो फिलिपिन्समा, त्यसको चाहिँ मेन अफिस स्विजरल्यान्डमा छ। त्यसले यो राष्ट्रलाई अहिले भ्रष्टाचारमा ग्रे लिस्टमा परिसक्यो यो राष्ट्र। अब त्यो ब्ल्याक लिस्टमा गयो भने यो राष्ट्रभित्र कुनै पनि उद्यमी व्यवसायीले ऋण लिने, राष्ट्रलाई का लागि आवश्यक बाह्य ऋण लिने, यो राष्ट्रले राम्रा कार्यहरू गर्ने, बाह्य लगानीका स्रोतहरू जुटाउने, बैंक वित्तीय संस्थाहरूलाई उठाएर लाने अवस्था भोलि गाह्रो हुनसक्छ। युवाहरूले वैदेशिक रोजगारमा रोजगार प्राप्त नगर्ने अवस्था हुनसक्छ। निलो पासपोर्ट छ, अहिले नै विदेश जान गाह्रो छ, भोलि ग्रे लिस्टमा परेको राष्ट्रको युवालाई कसरी हेर्छ अन्तर्राष्ट्रिय सेक्टरले? त्यसो भए हुनाले स्थानीय सरकारको ओनरसिप हुनुपर्छ। हामीले घर घरमा सिंहदरबार भनेर चुनाव जिताएकै हो, चाहे हामी गठबन्धनबाट जितौँ चुनाव लडौँ या सरकारमा। अब व्यक्ति प्रशय यो देश छैन, ओनरसिप राज्यले लिनुपर्छ। 10 स्थानीय दाङ जिल्लाको हिसाबमा 10 स्थानीय तहले आफ्नो जनताको अवस्था हेरेर रोजगार सृजना गरोस्। अघि मान्यज्यूले भने जस्तो मुलुक ऐन 38 मा उहाँले लेख्नुभयो, हामी त पढे मात्रै हो होइन। अब यो जनताले कर्तव्य पनि सँगसँगै जोडिया छ हाम्रो हक अधिकारसँग, हो कि होइन भन्नुहोस् त? धारा 38 मा भने मौलिक हकसँग कर्तव्य पनि, कर्तव्य हामी गर्छौँ, मौलिक हक उसले दिनु पर्यो, राज्यले दिनु पर्यो। हामी त्यसरी जाने हो। अब एउटा व्यक्तिले यो देशलाई पारै लगाउनु छ, एउटा संस्थाले राज्यको समस्यालाई रूपान्तरण गर्न सक्छ, सम्बोधन गर्न सक्छ। एउटा मान्य एउटा मन्त्रीले यो राज्यमा सीमान्तकृत वर्गको समस्या सम्बोधन गर्न सक्छ। उहाँ एउटा उदाहरण बन्नुभयो, उहाँलाई हामी सम्मान गर्छौँ। तर उहाँको उदाहरण लिएर 10 स्थानीय तहमा उद्योग धन्दा होस्, ताकि हरेक युवाले कर तिर्न सकोस्, हरेक युवा स्वावलम्बी बन्न सकोस्, हरेक परिवार आर्थिक रूपमा आत्मनिर्भर बन्न सकोस्, अनि ताकि उसले आफ्नो छोराछोरीलाई पढाउन सक्छ नि त। अनि ट्याक्स पनि हामी पे गर्छौँ। कर वृद्धि गर्ने, कर छलीलाई नरोक्ने हुन्छ। आफू लगायतका नजिकका ठुला व्यवसायीहरूसँग 100% कर लिनु पर्दैन। कर छलीबाट भ्रष्टाचार पनि आफूले गर्ने, कमिसन पनि खाने, अनि कर वृद्धिको विरोध गरे भनेर पनि फेरि औँला उठाउने। भनेपछि स्थानीय सरकार जबसम्म जवाफदेही बन्न सक्दैन, जबसम्म श्रमिकको पक्षमा उसले आफ्नो योजना निर्माण गर्न सक्दैन, बजेट विनियोजन गर्न सक्दैन, कालोपत्रे मात्रै होइन, अब जनशक्ति विकासमा शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षाको क्षेत्रमा चाहिँ स्थानीय सरकारले काम गरोस्। त्यो गर्न सकेन भने स्थानीय सरकार पनि फेल हुन्छ। के का लागि स्थानीय सरकार? स्थानीय सरकार हाम्रो अभिभावक हो। जति पनि नीति बन्यो संविधानमा, जति पनि नयाँ नीतिहरू बने, विभेदकारी नीतिहरू पनि तुरुन्तै अब त्यसलाई पनि सम्बोधन गर्नुपर्छ। जस्तो आमाको नामबाट नागरिकताको कुराहरू छन् होइन, बिना धितो एकजना विपन्न परिवारले ऋण पाउने कुराहरू छन्, ऋण सहयोग अनुदान प्राप्त गर्ने कुराहरू छन्, उनीहरूलाई समय निर्धारण गर्ने कुराहरू छन्, राज्य सत्ताले दिने अनुदानका कुराहरू छन्, प्रोत्साहनका कुराहरू छन्, पुरस्कारका कुराहरू छन्। त्यस समान अवसरका कुराहरूमा पनि त स्थानीय सरकारले नै ओनरसिप लिने हो नि। हाम्रो अभिभावक को हो? हाम्रो अभिभावक भनेको मेरो वडाध्यक्ष हो, वडा सदस्य हो। भनेपछि अघि विष्णुबेनले उठाए जस्तो अब तपाईँ हामीहरू वडा सदस्यको चुनाव लडेर भए पनि त्यो वडामा गएर वडामा पछाडि परेको वर्गको पक्षमा हामीले नीति बनाउन सक्नु पर्यो, त्यहाँ गएर एडभोकेसी गर्ने हो। त्यसरी चाहिँ हामी अगाडि बढ्ने हो, हामी सशक्त हुने हो। त्यसैका लागि पनि अब यो आजको श्रमिक दिवसले एउटा सकारात्मक सन्देश दियोस् भन्ने चाहिँ म चाहन्छु। एकछिन माननीय दामा शर्मालाई सानो प्रश्न खास बोल्ने त मन थिएन, त्यही पनि कुरा सुन्दाखेरि चाहिँ मलाई भन्नु मन लाग्यो। यो महिला सशक्तिकरण नीतिबाट व्यवहारसम्म भनेर एकदमै राम्रो कुरामा आज टक प्रोग्राम राख्नु भएको छ। यसको लागि जेसिआईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। खास म यो थाहा पाएर होइन एउटा सहभागी हुन पाएँ यो कार्यक्रममा, त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु साथीहरूलाई। मैले दुईवटा प्रश्न चाहिँ यहाँ बस्दै गर्दा त्यो कुरामा एकदमै आफूलाई म बोल्न खासै खोजिरहेको थिइनँ, त्यही पनि मैले सोध्न मन लाग्यो। एउटा महिलालाई समान अधिकार भन्नुभएको छ, पैतृक सम्पत्तिमा समान अधिकार उसले कानुनी रूपमा पाउनुपर्छ। अब बाबुआमाको सम्पत्ति छोराछोरीले बराबर भन्ने छ। बराबर पाउने त अहिलेसम्म मैले त्यो पाएकै देखाएको छैन होइन, अहिले कुरा पनि उठिसक्यो।
त्यसमा छोरी मात्रै हुनेले पनि त्यो सम्पत्ति झन् बाबुआमा मरेपछि मात्रै पाएको मैले देखेको छु। त्यो पहिले अधिकार दिएको नपाएर पीडित भए मान्छे पनि मैले पाएको छु होइन। त्यो कुरा कसरी हेर्नु भएको छ हजुरहरूले एउटा होइन। अब म त अहिले धेरै ग्यापपछि मात्रै बाहिर आइरहेको छु नि। र अर्को कुरा बिमलाजीले उठाएको उहाँले सामाजिक रूपमा धेरै तल्लो वर्गसम्म गएर काम गरिरहनु भएको छ। उहाँको दुःख पीडा हेरेर मलाई चाहिँ अहिले धेरै मान्छेको नजिक गएर त्यो दुःखको पीडा देख्न पनि मन लाग्दैन, किनभने उहाँहरू त्यो क्षमता धानेर बस्नु भएको छ कि त्यो दुःख हेरेर बस्नु भएको छ। र उहाँ अहिले जिरो ब्याज दरमा हामीले उद्यमीलाई ऋण दिनुपर्छ, तबसम्म त्यसपछि मात्रै हामीले उद्यमीको विकास गर्न सक्छौँ र सबै आत्मनिर्भर बन्न सक्छौँ भन्ने कुरा ल्याउनु भयो। अहिलेको युवाहरू जुन साथ बाहिर गइरहेछन् कसैले पनि अर्काको लागि काम गर्न नचाहेको मैले बुझेको छु। सबैले आफ्नो लागि काम गर्न चाहन्छ। त्यसको लागि आत्मनिर्भर हुनलाई त हाम्रो यही कुराबाट पनि एउटा कस्तो खालको सरकार राज्यलाई पनि क्वेसन जानु पर्यो र त्यो कुरालाई कार्यान्वयनमा ल्याउनतिर हजुरहरूको पनि हुनु पर्यो भन्ने मलाई लाग्छ। भने उद्यमी सबै आफू उद्यमी बन्नलाई चाहिँ त्यो अनुदान राज्यले दिनै पर्छ। जबसम्म जिरो ब्याज दरमा हामीले लोन पाउँदैनौँ तबसम्म हामीले काम गर्नै सक्दैन। ब्याज तिर्ने पैसा उठाउनु पनि गाह्रो छ, किनभने हामीले त्यो श्रमिक भएर काम गर्दाखेरि उद्यमीहरूले आत्मसम्मानै छैन त्यहाँनिर। आफ्नो पैसा कमाउने कुरा त अझ परै जाओस्, किनभने त्यो श्रमको मूल्य उठ्दैन। र उहाँले अब यहीँ घोराई बजारमा मैले ल्याइदिन्छु भने उहाँले कतिसम्म धान्ने, कति मान्छेलाई धान्ने होइन त्यो रोजगार दिनलाई। सबै वर्ग चाहिँ उद्यमी बन्नलाई चाहिँ आत्मनिर्भर बन्नलाई सबैले आफ्नो लागि काम गर्न सक्ने वातावरण क्रिएट हुनुपर्छ भन्ने मलाई लाग्छ। र उहाँहरूले चाहिँ यो कुरालाई कसरी लिनु भएको छ र अहिलेसम्म के भइरहेछ त्यो पनि मलाई अलिकति जानकारी गर्नु मन लाग्छ। मैले एउटा दामा म्याडमलाई चाहिँ त्यो सम्पत्तिमा कुरा होइन, एउटा उद्यमी उहाँले जसले काम गरिरहनु भएको छ शान्ता चौधरी, बिमलाजीले पनि उठाउनु त्यो उद्यमीको कुरा, मैले त्यो कुरालाई इन्डिकेट गरेको। अन्तिम भाषा त्यो सोध्न नपाइयो। म धेरै लामो पनि सोध्न पनि चाहन्न। उहाँले एकदमै राम्रो काम गर्नुभएको छ, धन्यवाद होइन। अगाडि धेरै व्याख्या गर्नुभयो, त्यति धेरै नजाउँ। 2077 सालदेखि यता आउँदाखेरि तपाईँहरू लामो समय सांसद पनि हुनुभयो। वर्ष गर्दाखेरि 11 वर्ष, अहिलेको पिरियड हेर्दाखेरि करिब 1 वर्ष अगाडि तपाईँले अचार उद्योग सञ्चालन गर्नुभयो होइन। 10 वर्ष हेर्दाखेरि पनि आखिर उद्यमी नै बन्नुपर्ने रहेछ, आम्दानीको बाटो त्यहाँबाट रहेछ, रोजगारी दिन सकिँदो रहेछ होइन। 10 वर्ष संसदमा हुँदै गर्दा नीति त बनाउनु भयो, तर रोजगारीमा जोड्न सकिएन कि भन्ने एउटा पाठ रह्यो। केही कुरा बिमलाजीले भन्नु, केही कुरा निर्मलाजीले भन्नुभयो, त्यसमा मैले थप गरेन। कहिलेकाहीँ तपाईँलाई लाग्छ कि लाग्दैन कि त्यो 10 वर्षका सांसद हुनुहुन्न, बरु यो अचारै गरे पनि राम्रो हुन्थ्यो एउटा पाठ। यदि तपाईँ सांसद र व्यापार वर्ष भनेर गर्यौँ भन्नुहुन्छ भने चाहिँ घट्या परेको छ, काङ्ग्रेसमा अब देखाने रहेछन् अचार ढिलो भयो भन्ने लाग्छ कि लाग्दैन? मेरो प्रश्न यति हो। ल एकदमै ठिक छ निर्मला दिदीजी सोध्नुभयो। यो संविधानमा हजुरहरूले पनि अहिले पनि फर्काएर डाउनलोड गरेर नि हेर्न सकिन्छ। महिलाको हक अन्तर्गत र उसमा पनि धारा 38मा महिलाको हकमा चाहिँ त्यो सम्पत्तिमा पुर्ख्यौली सम्पत्तिमा छोरा र छोरीलाई समान हक हुनेछ, सन्तानलाई के यस्तै शब्द ठ्याक्क छ। त्यसपछि देवानी संविधान अन्तर्गत कानुन बन्न पर्यो नि त। त्यो अन्तर्गत 300 जति कानुनहरू बन्न पर्ने थिए, केही नेपाली ऐनलाई विस्थापित गरेर अथवा त्यो अन्तर्गत देवानी संहिता बनेको छ। त्यो देवानी संहिता बन्दा थुप्रै बहस भएर अब कैयौँले चाहिँ विल सिस्टम ल्याउनु पर्छ, किन छोराछोरीलाई कसैले दिन हुन्न, स्वैच्छिक इच्छाले जसलाई दिन्छन् बाआमाले भोलि भन्नेसम्म त्यहाँ बहस भयो। त्यो किन थियो भने छोरीलाई दिन नचाहेर थियो कि, छोरालाई त दिँदै जो आथे बाआमाले होइन। अब संविधानले दुईटालाई दिनुपर्छ लेख्यो, कानुन बनाउने बेला बहस यस्तो आयो कि 70 को संविधान सभाका सदस्यहरूले बनायो त्यो कानुन। हामी पनि प्रत्यक्ष बाहिरबाट सहभागी छौँ, ग्रुम गर्ने, छलफल गर्ने, बहस गर्नेमा। त्यहाँ चाहिँ विल सिस्टम लागू गर्नुपर्छ, बाआमाले इच्छाएको व्यक्तिलाई दिनुपर्छ भन्नेसम्म बहस भयो। तर होइन, त्यो भनेको फेरि पनि पितृ सत्तावाद लादिँदैछ, छोरीलाई नदिनलाई यो ल्याइएको छ। विल सिस्टम युरोप अमेरिका जस्ता विकसित देशहरूले लागू गरेका छन्, त्यो ठिक छ। भोलि हामीले पनि त्यो लेभलमा गयौँ भने गरौँला, तर अहिलेलाई छोरीलाई नै दिनुपर्छ भनेर देवानी संहिताले त्यो सम्बोधन गरेको छ। र अब यो सन् कति पछि
चाहिँ विल सिस्टममा जाने भनेर पनि त्यहाँ दृष्टान्तमा लेखेको छ कि कति कमजोर पितृसत्तावादी मानसिकता कति छ भन्ने हो। त्यसरी लेखेको चाहिँ छ, तर व्यवहार त चाहिँ फेरि अहिले न कसैले माग्छ न कसैले दिन्छ। हजुरले अब अदालतै जाँदा पनि छोरीहरू दुईटी हुँदा पनि पाएन भन्ने छ, अदालत गयो भने चाहिँ दिलाउँछ होला भन्ने नै लाग्छ। किनभने कानुन पनि छ, संविधानमा पनि छ, नदिन चाहिँ पाइँदैन, दिन त अनिवार्य पाइन्छ छोरीहरू अदालत पुग्यो भने। अथवा अंशपट्टाको माग गरेर त्यही सामान्य साँची राखेर पनि त्यो दुईवटा चिजलाई अगाडि सार्दा बित्तिकै दिनुपर्छ भन्ने नै लाग्छ, कानुनमा चाहिँ छ। म यति एकदम स्पष्टताका साथ भन्न सक्छु। बाँकी यहाँ छलफल बहस गर्दै गर्दा कस्तो भने नीतिदेखि व्यवहारसम्म मुख्यतः महिलालाई सशक्तिकरण गर्ने सन्दर्भमा अहिलेसम्म बनेका नीतिहरू पर्याप्त छन् छैनन्, अझ कसरी जाने, व्यवहारमा कार्यान्वयन छ कि छैन भन्ने विषयतिर जाँदै जाँदै गर्दा हामी आत्मनिर्भरतामा केन्द्रित भयौँ कि। मुख्यतः फेरि बिमलाजीले भने जस्तै आर्थिक आत्मनिर्भरता ठुलै कुरा हो। मैले ऐन पनि भने पैतृक महिला मुक्तिको मूल आधार पैतृक सम्पत्तिमा समान अधिकार हाम्रो सङ्गठनको त नारै थियो होइन। ऊ हुँदासम्म एउटै थियो, फुटेर पार्टी धेरै भएर वामपन्थी महिलाहरूको एउटै नारा त्यो भने आत्मनिर्भरतालाई पनि हामीले सँगसँगै यत्तिकै जोडतोडका साथ बिमलाजीले आर्थिक होइन थुप्रै चाहिँ ब्याङ्कको ऊहरू वित्तीय विविध सहकारी यति धेरै गरेर प्रमोट गरिरहनु भएको छ। सैद्धान्तिक हिसाबले फेरि उहाँले भने चाहिँ हामी यो राज्यले गर्नुपर्छ, हामी त राजनीतिक कर्मी भयौँ, राज्य सत्ता नै सबै निर्णायक नीति निर्माणदेखि हल गर्ने, त्यसैले हो राज्य नागरिकलाई त्यो सेवा सुविधा दिने पनि राज्यले हो। त्यसैले हर व्यक्तिलाई आत्मनिर्भर बनाउनु पर्छ, महिलाहरू त्योभित्र महिलाहरूलाई अझ बढी आत्मनिर्भर बनाउनु पर्छ। बिन्दुजीले भने चाहिँ महिला आत्मनिर्भर नभए त बोल्न पनि सक्दैन कि, बोल्न आँट आउन पनि आत्मनिर्भरै हुनुपर्छ। त्यो कुरालाई हामी राजनीतिक सङ्गठनहरू पार्टीहरूले पनि जोरदार रूपले वर्गीय समानताको कुरा, सबैलाई आत्मनिर्भर गर्ने कुरा जोरदार रूपले उठाउँदै आएकै कुरा हो। अहिले अलि बढी बहस त्यतै केन्द्रित हुँदा हुँदा अब शान्ताजीको उद्योग, त्यो उद्योगले कायापलट गर्छ भन्ने जस्तोसम्म गयो। त्यो उद्योगले मात्रै कायापलट चाहिँ गर्दैन है, गर्दैन। बिमलाजीले भने चाहिँ कहाँ गए त अम्बानीहरू, कहाँ गए त विनोद चौधरीहरू होइन, त्यसले गर्दैन। सुरुवात गर्नुभएको छ, आफू आत्मनिर्भर हुने, दुई चारजनालाई रोजगारी दिने, त्यो गर्नुभएको छ, राम्रो हो, बधाई पनि दिएँ होइन। आउँदा आउँदै होइन आँट्नु भएको छ, साहसका साथ लाग्नु भएको छ राजनीति प्लस अब त्यो व्यवसाय पनि अगाडि बढाउँछु। चुनौती त हुन्छ नै होइन। अब त्यो माओवादी काङ्ग्रेस एकाध व्यक्तिले कसले खायो खाएन होइन, हामी खुसी छौँ होइन। एउटा महिला आत्मनिर्भर हुने कुरा खुसी छ भने राजनीति गर्न मात्रै हुँदैन कि, गाह्रै हुन्छ। राजनीति गर्न पनि पैसा चाहिन्छ। अहिलेको राजनीति सबै आफूले सकेर मात्रै हुने राजनीति हो। चुनाव हामीले देखेकै छौँ, यो चुनाव प्रणालीको हामी जतिसुकै विरोध गर्दा पनि मिश्रितसम्म त ल्याइ पुर्यायौँ, तर टोटली हिसाबले यो प्रत्यक्ष निर्वाचन प्रणाली नहटेसम्म महिलाहरू यसरी चुनावमा आउन पनि सकिँदैन, करोडौँ खर्च गर्नुपर्छ होइन। त्यो हिसाबले गर्दा चुनाव प्रणाली पनि महिलाको हितमा छैन। तर बिमलाजीले भने जस्तै सबै नीतिहरूको माउनीति राजनीति हो, सबैको चेन्ज गर्ने भने राजनीतिले हो भन्ने कुरा जो भन्थ्यौँ, आम महिलाहरू राजनीतिमा आउने आँट साहस चाहिँ गर्नै पर्छ। उद्योग गरेर अर्को गरेर पनि त्यो पनि गर्ने, प्लस फेरि राजनीतिक क्षेत्रमा राजनीतिक अग्रसरता हुनैपर्छ। बदल्ने भनेको राजनीतिबाट मात्रै हो। हामी गयौँ जमिनमा आवाज उठाउँदै आथ्यौँ जनयुद्धको बेलामा, महिलाहरूलाई समान अधिकार हुनुपर्छ होइन, पैतृक सम्पत्तिमा समान अधिकार हुनुपर्छ, नागरिकतामा समानता हुनुपर्छ। नागरिकतामा धेरै धेरै लडियो, धेरै पनि पाइयो। अहिले वंशजको नागरिकतामा विभेद छैन। हिजो वंशजका आधारमा पाउने नागरिकतामा पनि विभेद थियो, थाहा छ कि छैन 47 को संविधानमा। अहिले वंशजको आधारमा पाउने नागरिकतामा विभेद छैन, वैवाहिक अङ्गीकृतमा अहिले पनि विभेद छ। हामीले त्यो सकेका छैनौँ। किन सकेका छैनौँ भने राष्ट्रियताको कुरा उठाइदिएर नेताहरूले हामीलाई पनि साइजमा लिइरहनु भएको छ। हामी त विद्रोही हौँ होइन, हर उत्पीडनको विरुद्ध विद्रोह गरेर आएको हो, बलिदानै गरेर आएको हो। तर पनि के गर्ने, यतातिर यत्रो चाहिँ जनसङ्ख्या भएको चाइना छ, यता यत्रो जनसङ्ख्या भएको चाहिँ इन्डिया छ। अब तपाईँहरूले चाहिँ महिलाहरूलाई वैवाहिक अङ्गीकृत नागरिकतामा समान भन्दाखेरि हामीलाई समस्या। पहिला कस्तो थियो भने नेपाली पुरुषले, मानौ हाम्रो अनन्त भाइले भारतीय महिला बिहे गरेर ल्याउनु भयो भने बिहे गरेको 35 दिनभित्र उहाँको नागरिकता देखाएर, उहाँ त वंशजको नागरिक हो, उहाँको नागरिकता देखाएर त्यो महिलाले पनि वंशजको नागरिकता पाइहाल्ने कि। तर हामी मैले मानौ एउटा चाइनिजसित बिहे गरेँ भने उसले चाहिँ 15 वर्षपछि यहीँ नेपालमै बसोबास गर्यो भने मात्रै नागरिकता पाउँथ्यो। तर छोराछोरी जस्तो उहाँको छोराछोरी स्वतः वंशजको नागरिकता भइहाल्यो, किनकि इन्डियन महिला प्लस नेपाली पुरुष हुँदा उहाँको वंशजको कारणले। तर म वंशजकै नागरिक हुँ, बुवाकै नामबाट मेरो नागरिकता छ, मैले यहीँ काम गरिरहेको छु, नेपालमै बसेको छु, तर पनि म विदेशी नागरिकसित जोडिएको कारणले मेरो सन्तान अङ्गीकृत हुन्थ्यो हिजो होइन। आज हामीले त्यसलाई
समान हुनुपर्छ भनेर हाम्रो एकदमै लडाइँ होइन सन्तजी। हामी साँच्चै यति बहस यति अन्तर्क्रिया गरेर यति धेरै लड्यौँ कि त्यो सन्तान चाहिँ बराबर कम्ती मेरो सन्तान पनि वंशज हुन पान्न भने उहाँको सन्तान पनि अङ्गीकृत हुनुपर्छ कसै बनाएर होइन। संयुक्त नेपाली काङ्ग्रेसमा एमाले कोही हामी फरक थिएनौँ, एउटै मोर्चामा 197 महिलाहरू एक ठाउँमा रहेर म नै त्यसको संयोजक हो ककसको। यति धेरै छलफल बहसी मैले संविधान निर्माणको लागि ककस नै सकस भनेर त अहिले पनि भन्छन् नेताहरूले होइन। हाम्रो मुद्दामा सकस पारे हो कि म समानताको मुद्दामा त्यो र हामी त्यहाँ पुग्यौँ। हामीले झेल्या थियौँ र लेख्यौँ कि हामी सफल भएकै यो एक हदसम्म। तर पूर्णत समानता त अहिले हामीले सकेका छैनौँ। हामी अझै लड्न बाँकी छ, अझै 20 वर्ष लड्ने आँट पनि छ, साहस पनि छ होइन। त्यही खालले निरन्तर ओकालत, निरन्तर साथीहरूलाई पैरवी, निरन्तर साथीहरूलाई यहाँ पोइन्टमा हामी लड्न छ है बाँकी भनेर हामी लड्छौँ नै। संविधान र कानुनमा भएका कुराहरू पूर्ण रूपले लागू भएको छैन, हामी त्यहाँ पनि लड्छौँ। सहभागिता हिसाबले जनसङ्ख्याको आधारमा सहभागिता हाम्रो अधिकार हो, हाम्रो हक हो, हामी त्यहाँ पनि लड्छौँ। वंशज के अरे यो वैवाहिक अङ्गीकृतमा पनि कसरी हुन्छ समानता ल्याउनेसम्म हामी लड्ने हो। अहिले चाहिँ अब विदेशी पुरुषहरू नेपाली महिलासित जोडिएर आयो भने त्यो 15 वर्षमा जो दिन्थ्यो त्यो दिँदैन, त्यो चाहिँ रोकेका छौँ। जे भने पुरुषलाई चाहिँ दिने, महिलालाई आउँदा दिने पुरुषलाई 15 वर्षमा दिने भनेपछि अब उसलाई पनि नदिने भन्नेमा पो झन् गइरहेछ। छोराछोरी अहिले चाहिँ अब अङ्गीकृत हुन्छ विदेशी महिलासित जोडिएर आएको हकमा। अब महिलाकोमा चाहिँ त्यो पर्याप्त गर्ने नै छैन, त्यहीँनिरै विभेद छ, त्यहाँ हामी लडेका छौँ। तर वंशजको नागरिकतामा अहिले विभेद छैन। आमाको नामबाट पनि कुनै कारणले बाबुले अस्वीकार गरेको छ तर बाबु नेपाली हो भन्ने थाहा छ भने आमाको नामबाट पनि पाइन्छ। त्यो राम्रो भएको छ। हिजो फर्ममा आमाको नामै लेख्दैन थियो होइन, आमाको नाम लेख्नुपर्छ भनेर फर्ममा 3 पुस्ते लेख्ने गराइया छ। अझ खर्दारहरूले के गर्ने भने फर्म आफै भरिदिने, आमाको नाम लेखिरहेको छ, बगैँचा इन्टु लगाइदिएर मेरै छोराछोरी होइन। मैले हुर्कायो भने त मेरो श्रीमान शहीद हुँदा मेरो छोरा 1 वर्षको थियो होइन। मैले हुर्काएँ, बढाएँ होइन, ठुलो बनाएँ। 18 वर्ष पुगेपछि नागरिकता लिन पठाएँ। 16 वर्ष पुगेपछि पठाउँदा त बुवाको नागरिकताको ढड्डा मैले त मेरो नागरिकता दिएर पठाएको थिएँ नि त। कहाँ गरिदिनु सिडिओले, कहाँ खोजेर 3-4 घन्टा लाएर बन्यो होइन। किन भन्न त्यहाँ ढड्डा खोजिरहेछ, के ढड्डा खोज्छ सोचिरहेको थिएँ। त्यो ढड्डा खोजेर बाबुको नाममा नागरिकता लेख्दैछ, यहाँ इन्टु पार्दैछ मेरो नाममा। मैले धेरै ठाउँ गृह मन्त्रालय लगायत सबै ठाउँमा मैले यो उदाहरण राखेँ। हामीसम्मको नाम आमाको नाम फर्ममा लेख्नुपर्छ भनेर सङ्घर्ष गरियो, लेखियो। 63 पछि लेखे है हजुर, सबैले याद गर्नुपर्छ। त्यो नागरिकताको फर्ममा आमाको नाम लेख्ने र अरू सबै फर्महरूमा आमाको नामको कोलम राख्ने गराएको हामीले नै हो। हामी त्यो पीडासहित गएको थियौँ र तरले गरा हो। त्यही भएर सचेत मान्छेहरू पुग्दाखेरि फरक हुन्छ। यहीँ तपाईँहरू उपमेयर भएर जानुहोस्, मेयर भएर जानुहोस्। अहिले बिमलाजी यहाँको मेयर हुनुभयो भने कालो पत्रे होइन मानव कल्याणको कुरा सुरु हुन्छ के, किनभने उहाँले देखेको सपना हो। हाम्रो मेयरले त देख्नु भएको छैन नि त होइन। उहाँले देखेको सपना अरू हामी कसैले नदेख्न सक्छौँ। मैले देखेको सपना तपाईँ हामीले एक रूपतामा देखिँदैन कि। तपाईँ हामीले जसले चेन्ज मानव विकास हुनुपर्छ, शिक्षा स्वास्थ्य लगायतका मौलिक हकमा भएका कुराहरू राज्यको दायित्व हो, नागरिकले प्राप्त गर्नुपर्छ भन्नेहरू नै पुग्नुपर्छ। उद्यमी हुँदै पनि, व्यवसायी हुँदै पनि, सामाजिक कार्यकर्ता हुँदै पनि त्यहाँ पुग्नुपर्छ। पुग्न चाहिँ अनिवार्य पर्छ है। एकचोटि अब उहाँहरू जतिको मान्छे मेयर भएर जाँदा यहाँ धेरै ठुलो चेन्ज हुन्छ। आफ्नो तरिकाले कालो पत्रेमा हाल्ने बजेट सब मानव सेवामा लगाइदिउँ त नमुना बन्न सक्छ नि त। गोराई उपमहानगरपालिका अर्को एउटा पालिका नमुना बन्न सक्छ। त्यही भएर हामीले यो कुरा उठाउँदै आछौँ। तर सपना देख्नेहरू त्यहाँ पुग्नुपर्छ। हामीले जे सपना देखेका छौँ, वर्गीय समानता, महिला समानता, दलितहरूमाथिको विभेद, अहिले दलित 13% सहभागिता छ कि सबै ठाउँमा, निजामती सेवा लगायत। अहिले डक्टरहरू सचिवहरू बल्ल देखिँदैछ, देखिया थियो हिजो होइन। यो त त्यो सपना लिएर गएको थियौँ र गऱ्यौँ, तर नसक्ने भन्ने होइन। पहिला सपना देख्ने नै हो, त्यसपछि लड्ने र गराउने हो। अझ हाम्रो दायित्व पनि धेरै छ। हुन त हामी 2 कार्यकाल सांसद भइयो, तर पनि अब एक्लै सकिन्न कि। फेरि हामीले जति सपना देखेका थियौँ, माओवादीले देखेका, मैले देखेको सबै पुरा भयो त। मैले देखेको माओवादी पार्टीले पनि नदेख्न सक्छ, तर माओवादी पार्टीले देखेको पुरा गर्न सक्छ त सक्दैन नि त। संविधान पनि सम्झौताको संविधान हो, हामीले नोटिफिकेसन लेखेका छौँ होइन। उहाँहरूले देखेको सपना, एमाले देखेको सपना र सन्ताले देखेको सपना त आकाश जमिन फरक छ नि त। सन्ताले सारा उत्पीडितहरूलाई चाहिँ माथि पुर्याउने देख्नु भएको छ, तर एमाले पूर्ण रूपमा उहाँले भने जस्तो नदेख्न सक्छ। उहाँले भनेको सबै पनि हुँदैन। उहाँले अहिले जे पैरवी गरिरहनु भएको छ, उहाँ पुगे पनि त्यो सबै गर्न कयौँ कानुन पनि बाधक बन्छ, ब्युरोक्रेसी बाधक बन्छ, के बन्छ। महिला हो नि त। फेरि उहाँले अगाडि नै भन्नुभयो महिला लिडरलाई ट्याक्कै स्वीकार्ने,
समस्या। अहिले उपाध्यक्षहरूलाई कति धेरै अधिकार छ, यो स्थानीय तहका उपाध्यक्षहरूलाई मेयरहरूले टोटल हस्तक्षेप गरिदिइरहन्छ के। बजेट बनाउने अधिकार उनीहरूलाई छ, सारा चाहिँ न्याय यता स्थानीय अदालतको अधिकार उहाँहरूलाई छ, अनुगमनको टोटल कुनै पनि योजना चाहिँ नीति विधि विपरीत छ भने पास नगर्ने अधिकार उहाँहरूलाई छ। तर टोटल हस्तक्षेप कसले गर्छ? पुरुषले गरिदिन्छ कि त्यहाँ बिचराहरू। केही त डटेर लडेको देख्छु मैले एकदम साहसका साथ। कयौँले फेरि त्यो साहस बटुल्न पनि सक्नु भएको छैन। त्यो भएर जे हामी चाहिँ चेन्ज हामी सबैले चाहिरहेका छौँ, त्यो चेन्जको लागि तपाईँ हामी नै जानुपर्छ, नीति निर्माणको तहमै जानुपर्छ। राज्य सत्ताले नै त्यो चेन्जमा गर्ने हो। हामी त अरू हिसाबले राज्यलाई टेवा दिने हर नागरिकको दायित्व हो, हामीले त्यो गर्छौँ। त्यसरी नै सोच्नुपर्छ भन्ने म राख्न चाहन्छु। महिलाहरूको आत्मनिर्भरताको लागि अझ धेरै गर्न चाहिँ बाँकी छ। हजुरले भने चाहिँ सम्पत्तिमा अधिकार लेखेकै छ, पाएन भने अदालत जाने हो, तपाईँ हामी लहर जाम। आरकेजीको प्रश्न चाहिँ यस्तो ठोकेर गजबसँग दिनुभयो अरे प्रश्न गर्नु। म चाहिँ व्यवसाय अहिले मात्रै होइन, अब म चाहिँ कमलरी मुक्त घोषणा भएपछि स्वावलम्बन भन्ने एउटा संस्था थियो लघु वित्त, त्योबाट 4000 रुपियाँ लिएर चाहिँ मैले सानो किराना पसल गाउँमा राखेको थिएँ। त्यति बेला त आम्दानीको स्रोत पनि थिएन, यसो रक्सी पारेर नि बेच्थेँ नढाँटी भन्नुपर्छ। अनि त्यसपछि चाहिँ म सभासद भएँ। सभासद भइसकेपछि अलि बढी नै उता बिजी भएँ। त्यति बेलै सभापति पनि भएँ, त्यस कारणले अलिक व्यस्तता पनि भयो। अनि सभासद भए बापत 2-4 पैसा आउने पनि गर्यो। त्यस कारणले त्यति बेला चाहिँ पैसाको खासै अभाव पनि भएन भनौँ न चल्नका लागि। त्यसपछि म 70मा फेरि चुनाव लडेँ, चुनाव हारेँ। त्यसपछि म स्कुल जान थालेँ। त्यति बेला पनि अलिक बढी व्यस्त भयो, अभावका बिचमा पनि पढ्न थालेँ। अनि फेरि 74मा सांसद भए, मैले ब्युटी पार्लर खोलेँ। कति थाहा पाउनु भएको छ, कति थाहा पाउनु भएको छैन। काठमाडौँमा म ब्युटी पार्लर खोलेँ। करिब 4 वर्ष झन्डै 4 वर्ष जति मैले त्यो ब्युटी पार्लर चलाएँ। त्यो ब्युटी पार्लर चाहिँ राजनीति गर्ने मान्छेहरूको लागि त्यति धेरै सुइटेबल भएन, तर फाइदा त राम्रै थियो। तर पनि मलाई त्यसले त्यति धेरै राम्रो गरेन भनौँ न। त्यसपछि म अचार व्यवसाय गरेँ। अब अचार व्यवसाय गर्दाखेरि चाहिँ मैले तपाईँले भने जस्तो बरु के अरे व्यवसाय गरे भने हुन्थ्यो, राजनीति नगरे भने हुन्थ्यो भनेर लाग्दैन, भनेर भन्नु पो लाग्दैन। मेरो अहिले पनि मेरो अचार व्यवसायभन्दा प्राथमिकता मेरो राजनीति नै हो। किनभने म राजनीति सुरु गरिसकेपछि मैले अचार व्यवसाय सुरु गरेँ। त्यस कारण मेरो पहिलो प्राथमिकता चाहिँ त्यो हो। अर्को कुरा चाहिँ मैले अब यो अचारमा अहिले चाहिँ मलाई घाटा छैन। जस्तो तपाईँले भने जस्तो मैले मेरो आशय के थियो भने अब यो राजनीति गर्ने मान्छेहरूलाई चाहिँ तिम्रो त नेता हो अनि तिमीहरू त बजार पाइहाल्छौ नि भन्ने ह्यान त्यान टिप्पणीहरू आउँछ नि त। अनि त्यसपछि कहिले काहीँ लेखा देख्छु क्या त्यो कमेन्टमा, यसको अचार नखाइदिने भन्छन् क्या यसो कोहीले। अनि भोलि बिहान राजनीति पूर्वाग्रह गरी यस्तो अचम्मको चिज हो कि भोलि नखाइदिन नि त सक्छन् भन्न खोज्या हो कि। अब खाइदिनन् भन्न खोज्या होइन कि नखाइदिन नि सक्छन् भन्न खोज्या हो, खाइदिनुहुन्न भन्न खोज्या हो, खाइदिनु भएको छैन भन्न खोज्या होइन, नखाने नि सक्छन् नि भन्ने कुरा गरे हो मैले। खासमा अचार व्यवसायबाट मलाई चाहिँ घाटा छैन, अहिले एकदम नाफा छ। अब भोलिको दिनमा कस्तो हुने थाहा छैन। अर्को कुरा चाहिँ मेरो उद्योगले केही हुनेवाला छैन। 4 जना 5 जना 10 जना 20 जना 25 जना रोजगारी दिने, बढीमा होला मैले 1000 जनाको कल्पना गरेको छु। 1 जनाको उद्योगले कहाँ सक्छ त सबैलाई धान्न? देशलाई धान्न सक्छ? सक्दै सक्दैन नि। तर 2 जना भयो भने त धान्ने नि त, 4 जना भयो भने त धान्ने हो। उहाँले उद्योग खोल्नुभयो 4 जना धान्ने हो, उहाँले उद्योग खोल्नुभयो 4 जना धान्ने हो, अर्कोले उद्योग खोल्यो 4 जना धान्ने हो। कम्तीमा 100 जना धान्ने भने धेरै ठुलो कुरा हो नि। त्यस कारणले 1 जनाले उद्योग खोल्नेमा सबै चिज धान्ने भन्ने त कुरै हुँदैन नि, त्यो त कल्पनै गर्न सकिँदैन। त्यस कारण तपाईँ हामी सबैले अलिअलि उत्पादनसँग जोडियौँ भने, व्यवसायसँग जोडियौँ भने काहीँ न काहीँ दिदीबहिनीहरू अब उद्योग खोल्न सक्ने दिदीबहिनीहरू उद्योग खोलेर उहाँहरूले आफ्नो व्यापार गर्नुहुन्छ। जसले खोल्न सक्नुहुन्न उहाँहरूसँग जोडिनुहुन्छ। त्यसले पनि थप रोजगारीको थोरै भए पनि सिर्जना गर्छ भन्न खोजेँ हो मैले। मेरो उद्योगले धान्छ त म कहाँ हुन्छ, त्यो त सम्भवै हुँदैन नि। एकदम राम्रो प्रश्न गर्नुभएको त बरु वास्तवमा यसरी दिनुभयो नि प्रेरणा हो, प्रेरणा। तर एकदम मलाई तपाईँले चाहिँ राम्रो प्रश्न गर्नुभयो, एकदमै राम्रो प्रश्न गर्नुभयो। तपाईँको प्रश्नप्रति एकदम आभारी छु म। हामी कार्यक्रमको लगभग अन्तिममै छौँ र पक्कै पनि
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। हामीले पक्कै महिलाका आवाजहरू त धेरै बुलन्द गऱ्यौँ, आवाजहरू धेरै उठायौँ, नीति निर्माण पनि गऱ्यौँ। यो चिजलाई चाहिँ व्यवहारता परिवर्तन गर्नमा र व्यवहारता लागू गर्नमा यसको पैरवी यहाँले गर्नुहुन्छ भन्ने अपेक्षा गर्दै आजको यो टक सो चाहिँ यही नै समापन भएको म जानकारी दिन्छु। धन्यवाद सम्पूर्ण उपस्थिति जनाइदिएकोमा। र अब हामी कार्यक्रम समापन भइसकेको छ र यो त्रिभुवन रेजिसले आयोजना गरेको कफी टक सोमा मायाको चिनो हाम्रो प्रदान गर्ने कार्यक्रम रहेको छ। मायाको चिनो प्रदान गरिदिनुको लागि आजका सभाध्यक्ष टङ्क सालेमा अनुरोध गर्दछु र मायाको चिनो ग्रहण गरिदिनुको लागि आजका प्रमुख वक्ताको रूपमा आउनुभएको माननीय शान्ताजीलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी मायाको चिनो ग्रहण गरिदिनुको लागि आजको प्रमुख वक्ताको रूपमा रहनुभएका आदरणीय माननीय दामा शर्मा दिदीलाई पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यसै गरी मायाको चिनो ग्रहण गर्नुको लागि आजको प्रमुख वक्ताको रूपमा रहनुभएका दिदी श्री बिमला योगीजीलाई पनि म हार्दिक अनुरोध गर्दछु। सबै भेटिने आँगन देशको एउटा साझा छाता यो हो जेसी जीवन सबै अटिने मन सबै भेटिने आँगन देशको एउटा साझा छाता यो हो जेसी जीवन।